सामाजिक सुरक्षामा अहिले हामीले बुझिराखेको भनेको त्यो वृद्ध भत्ता हैन अनि अपाङ्ग एकल महिला यस्तो त्यो मात्रै हाम्रो दिमागमा त्यति छ। अब त्यो पनि वास्तवमा एउटा आयको निरन्तरता हो हैन। तर यहाँ हामीले आज बुझाउन खोजेको कुरा भने सामाजिक सुरक्षा चाहिँ बेसिकली दुईटा चीज हो है हजुरहरूले बुझ्नुपर्ने चीज हैन। एउटा भनेको यो पेन्सन हो, अर्को भनेको कम्प्लिट हेल्थ प्याकेज हो। त्यो तरिकाले बुझ्नु होला र हजुरहरूले बुझिराख्दाखेरि गर्दाखेरि कसरी चाहिँ बुझ्नु पर्यो भने यो हामीले भनिराखेको यो भनाइ हैन, गराइ हो। गराइको हामीले भन्छौँ, त्यसैले यो यस्तो पनि भइराखेको छ भन्ने तरिकाले। जस्तै अब यहाँ हामीले के भन्छौँ भने मानवले यो वित्तीय असुरक्षाको कारणले गर्दाखेरि उसमा लाइफप्रतिको कन्फिडेन्स लुज भएको छ के। जस्तै औषधि उपचार गर्नु पर्यो, दुर्घटना भयो अथवा अनटाइमली कसैको डेथ भइदियो भने मैले के गर्ने होला भन्ने छ नि त। त्यो त सबैलाई छ हैन। अहिले त्यो दायित्व हामी पर्सनली त्यो गरिराखेको छौँ भने अब यो सामाजिक सुरक्षाको यो जुन प्रणाली छ त्यसले चाहिँ त्यो दायित्व स्टेटले बोक्छ भन्ने चिज हो क्या। त्यसैले एब्सेन्स अफ इन्सेक्युरिटी हो यो। त्यो फिलिङ भएपछि के हुन्छ भने इट फ्युल्स तपाईँको के हुन्छ भने लाइफप्रति अलिकति त्यो होप क्रिएट गरिदिन्छ क्या यसले। त्यसरी त्यो भन्न खोजेको। अब यसले आयको निरन्तरता सुनिश्चित गर्छ हैन। उदाहरण चाहिँ के हो भने यहाँ सामाजिक सुरक्षा कोषमा आबद्ध प्रणालीमा आबद्ध भइसकेको कोही मान्छे जस्तै एकजनालाई अब डेलिभरी हुनु पर्यो, त्यति बेला त उहाँको त अफिसले पैसा दिँदैन हैन। अथवा बिदा लिनु पर्यो अझै त्यति बेला जति बेला उहाँको एब्सेन्स हुन्छ नि, इन्कम सेक्युरिटी जति बेला लुज हुने टाइम हुन्छ त्यो अवस्थामा प्रणालीले उहाँहरूलाई इन्कम सेक्युरिटी उपलब्ध गराउँछ कि सामाजिक सुरक्षा प्रणालीले। त्यसैले त्यो कस्तो हो भन्ने हामीले त्यो भन्छौँ, के सुविधा पाउँछ भन्ने पनि। र जोखिम व्यवस्थापन गर्ने यो अकाउन्टेबल उत्तरदायी संयन्त्र हो। प्रत्येक जोखिम हाम्रो लाइफ साइकलमा धेरै किसिमका जोखिम हुन्छन् र त्यो चाहिँ कस्तो यो संयन्त्र हो, यो सोशल प्रोटेक्सन भन्दाखेरि यो अकाउन्टेबल हो भने हजुरहरूले निश्चित रकम सामाजिक सुरक्षा कोषमा हाल्नुहुन्छ अथवा त्यसरी कलेक्ट गरिन्छ अनि त्यस बापतको जब सुविधा पाइन्न नि, त्यस बापतको जब त्यो रिस्क मिटिगेट हुन्न नि, त्यति बेला त्यो क्वेसन रेज गर्ने, भ्यालिड क्वेसन रेज गर्ने, किन भएन, म अस्पतालमा गएँ अस्पतालले किन दिएन त्यो सुविधा हैन। यस्तो चिजहरू चाहिँ अकाउन्टेबल मेकानिजम हो। त्यसैले यो सोसल सेक्युरिटीलाई हामीले यसरी लिन्छौँ। अब यो के हो भने बेसिकल्ली यो स्टेटको बेसिक रेस्पोन्सिबिलिटी हो। अघि नै हामीले भन्यौँ यो आयको निरन्तरताको एउटा भ्यालु हो हैन। अनि यो स्टेटको चाहिँ एउटा बेसिक रेस्पोन्सिबिलिटी हो। यसमा जसरी उसले जनतालाई फिड गर्नुपर्छ नि, घाँस बाँस कपास दिनुपर्छ भनेर भन्छौँ, सोसल प्रोटेक्सन पनि स्टेटको एउटा बेसिक रेस्पोन्सिबिलिटी हो। त्यति मात्रै नभएर जनताको नैसर्गिक अधिकार पनि हो। किनभने यो विभिन्न कानुनमा मजबुत कानुनमा लेखेको हुन्छ क्या, संविधानको मौलिक हकमा हैन, ऐनहरूमा लेखेको चिज भएको हुन्छ हैन। अनि अर्को चिज चाहिँ अहिले हामीले यसो यहाँ एब्सेन्स गऱ्यो भने अहिले कसले पेन्सन पाउँछ भनेर भनौँ भने हामीले के भन्छौँ, पेन्सन त सरकारीले पाउँछ भनेर भन्छौँ नि त। अथवा अघि यहाँ धेरै खोटाङको सरहरू भनेर भन्दै हुन्थ्यो। खोटाङ मेरो पनि नजिकै हो हैन। त्यहाँ राई लिम्बूहरूको छ नि त बसोबास धेरै हैन। अनि राई लिम्बूमा एउटा के छ भने उहाँहरू लाउरे जाने भन्ने छ हैन। हामीले भनेको त अहिले पेन्सन कसले पाउँछन् भनेर हामीले भन्यौँ भने कि चाहिँ लाउरेले पाउने भयो, कि निजामतीले पाउने भयो, कि जङ्गीले पाउने भयो, हामीले त्यो भन्छौँ नि। अब चाहिँ यो प्रणालीमा आबद्ध हुँदाखेरि हजुरहरूले हेरिदिनु होला, यो प्रणालीमा आबद्ध हुँदाखेरि चाहिँ अब प्रत्येक व्यक्तिले पेन्सन पाउँछन् क्या। पेन्सन पाउने उमेरमा प्रत्येक व्यक्तिले पेन्सन पाउँछन्। तर यो कुन अर्थमा पाउँछन् भने जब सामाजिक सुरक्षा कोषमा आबद्ध हुन्छ। सामाजिक सुरक्षा कोषमा जब आबद्ध हुन्छ अनि यो हुन्छ है। अनि सुलभ दर रेटमा उहाँहरूले स्वास्थ्य सुविधा पाउनुहुन्छ। अघि नै मैले भनेको चिज के हो भन्दाखेरि पेन्सन कस्तो पाउनुहुन्छ हैन। हामीले भनिराखेको त सरकारी टाइपको पेन्सन हो के हो कि। अनि सुलभ दरमा चाहिँ तपाईँको पेन्सन के अरे हाम्रो स्वास्थ्य सुविधा के अहिले एकदम महँगो छ नि। प्राइभेटमा गयो भने धेरै महँगो स्वास्थ्य उपचार लिनुपर्छ नि है, धेरै पैसा तिरेर। सरकारी गयो भने लाइन लाग्छ, क्वालिटी छैन भनेको छ, के भनेको छ। अब त्यो हामीले त्यसलाई कन्ट्रोल गर्ने चिज छ। त्यसैले अब सामाजिक सुरक्षा कोषमा हजुरहरू हैन जब हामीले सबै नेपालीलाई आबद्ध गराइन्छ तब हाम्रो हेल्थ सेक्टर रिफर्म भएर जान्छ र नागरिकमा नयाँ आशा सिर्जना गर्छ। यसले गर्दाखेरि है यो प्रणाली जब हामीले सोसाइटीमा इन्जेक्ट गरिन्छ सक्सेसफुल्ली, त्यति बेला नागरिकमा नयाँ आशा सिर्जना हुन्छ। नागरिक आफ्नो कर्तव्यप्रति अलिक कर्तव्य बोध र बहनतामा त्यो जान्छ। किनभने उसले के भन्छ थाहा छ, बुढेसकालमा जेसुकै भए पनि मेरो त पेन्सन छ नि। अनि अहिले म अस्पताल जाँदाखेरि कार्ड देखाएर सरकारी दर रेटमा 80% डिस्काउन्ट पाएर थोरै पैसा तिरेर हुने रहेछ, राज्यले गरेको छ नि। अब स्ट्रिटमा जसले त्यो पानीको बोतलहरू फाल्छ नि, हामी पनि त फालिराखेका छौँ भने क्या। त्यत्तिकै
उसले के भन्छ भने नि यो फाल्न हुन्न। किन? राज्यले मेरो लागि केही गर्यो है, पेन्सन दियो निजी क्षेत्रको मान्छेलाई, एनजिओमा काम गर्ने मान्छेलाई, अभियन्तालाई, तमाम नेपालीलाई पेन्सन दियो र यस्तो सुविधा ल्यायो, दुर्घटना पर्दाखेरि हेल्थको लागि भनेपछि अब त्यो अकाउन्टेबल आफै पनि भइदिन्छ क्या, मैले फाल्न हुँदैन, मैले नागरिक कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने साइडमा पिपुल पुग्छ होइन। यो चाहिँलाई अब हामीले यो भनेको के भने कस्तो पेन्सन भनेर हामीले भन्थ्यौँ। सुन्नुहोस् है, हेर्नुहोस् है, यसमा चाहिँ हामीले के भन्यौँ, एउटा पेन्सन हो, अर्को कम्प्लिट हेल्थ प्याकेज हो भन्ने तरिकाले हजुरहरू जानुहुने सजिलो हुन्छ। त्यो पेन्सन कस्तो हो भने त्यो दिगो स्रोतमा आधारित हुन्छ क्या। पहिले सङ्कलन गरेर एकदम सुरक्षित इन्स्ट्रुमेन्ट अफ त्यो लगानीको इन्स्ट्रुमेन्टमा राख्ने, अनि पेन्सन पाउने उमेरमा इन्स्टलमेन्टमा तपाईँको चाहिँ महिनै पछि पेन्सन दिने भनिसकेपछि यो चाहिँ एउटा दिगो स्रोतमा आधारित हुन्छ, फन्डेड हुन्छ। पहिले प्रोभिजनिङ गरेर गरिने हो, यो दिने भनेर पछि बजेटमा ल्याउने यहाँ ल्याउने होइन, यतिले सकिन्छ भनेर दिने चिज हो होइन। र यो वैज्ञानिक रूपमा क्यालकुलेटेड गरिएको हुन्छ। यो राजनीतिक विषय त सबै कुरा हुन्छ नै, तर राजनीतिक मात्रै नभएर यो वित्तीय विषय पनि हो होइन। वित्तले होइन एउटा एक्चुरियल साइन्स भन्ने हुन्छ, एक्चुरियल एनालिसिस हुन्छ, त्यसले जब रेकमेन्ड गर्छ यतिसम्म पेन्सन दिन सकिन्छ अथवा यहाँसम्म चाहिँ औषधि उपचार दिन सकिन्छ भनेर जब उसले रेकमेन्ड गर्छ, त्यसपछि सामाजिक सुरक्षा कोषले यो प्रणालीले त्यो रेकमेन्डहरूलाई कानुनमा राखेर अगाडि बढ्दछ। अब यो हामीले सामाजिक सुरक्षा होइन, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली के हो भन्दाखेरि चाहिँ होइन, प्रत्येक व्यक्तिको जीवन चक्रमा आइपर्ने जोखिम व्यवस्थापन गर्ने राज्यको जवाबदेही संयन्त्र। 1 वर्ष अगाडि तपाईँ हामीले रत्न पार्क नजिकै ग्यास पड्क्यो र 1 जना कि 2 जना मान्छेको डेथ भयो भन्ने सुनिरहेको थियौँ। त्यो होटलमा काम गर्ने व्यक्ति के, होटलमा काम गर्ने व्यक्ति, त्यो भने के भने प्रत्येक व्यक्तिलाई जोखिम त परिराखेको हुँदो रहेछ है। होटलमा काम गर्ने व्यक्ति, आरओडमा काम गर्ने व्यक्ति, जोसुकैलाई पनि जोखिम हुँदो रहेछ। अनि त्यो जोखिम व्यवस्थापन गर्ने राज्यको जवाबदेही संयन्त्र भने के भने यदि त्यो होटलमा काम गर्ने व्यक्ति नि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभएको थियो भने उहाँको परिवारले पेन्सन पाउनुहुन्छ भने, तर उहाँको त अब डेथ भयो, केही भएन नि, किनकि यो सिस्टममा प्रवेश गरिसकेको थिएन। त्यसैले त्यो चाहिँ जीवन चक्रमा आइपर्ने जोखिम व्यवस्थापन गर्ने अकाउन्टेबल फेरि यही नै वर्ड फेरि किन हुन्छ भने त्यो भएन भने किन भएन भन्ने प्रश्न गर्ने मूल्य चाहिँ यो प्रणालीमा हुन्छ क्या। त्यो भेल्यु चाहिँ त्यो हजुरहरूले गर्ने चिज हो होइन। र यसको मूल्य र संस्कारबाट नागरिकको आयको निरन्तर, जति बेला आय हुँदैन नि हजुरहरूले सोच्नु होला, हामी काम गर्दा गर्दै कति बेला आय टुट्छ त्यति बेला सामाजिक सुरक्षा कोषले त्यो आय उपलब्ध गराउँछ क्या, आयको निरन्तरता गर्छ। अब यहाँ 2टा चिज छ है हामीले भनिराखेको, एउटा युनिभर्सल हेल्थ कभरेज र अर्को पेन्सनेबल सोसाइटी। अघि नै हामीले भन्यौँ जम्मा यसको थिम यो युनिभर्सल हेल्थ कभरेज भनेको चाहिँ के भने प्रत्येक नेपालीले गुणस्तरीय स्वास्थ्यमा सहज पहुँच पाउनुपर्छ र पाएका छन् जो यहाँ आएका छन् भन्ने हो। त्यो भनेको के भने अब यहाँ प्रत्येक नागरिक भनिएको छ, प्रत्येक नागरिक त जोडिनु पर्यो नि त। पहिले भोट जोडिसकेपछि उसको छोराछोरीलाई, श्रीमतीलाई, आफूलाई त छँदैछ भनेपछि प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य भनेको के हो, तपाईँ हामीले भनेको गुणस्तरीय स्वास्थ्य भनेको के हो? काठमाडौँका ठुला सरकारी अस्पताल हुन् कि होइन, पोखराको चरक अस्पताल हो कि, अथवा विराटनगरको नोबेल हो कि होइन, ओखलढुङ्गाको सरले अघि भन्दै हुन्थ्यो हाम्रो मिसन अस्पताल हो कि, कुन अस्पतालमा जाँदाखेरि होइन, डिक्टेलको डिक्टेल अस्पताल हो कि कुन अस्पताल हो? त्यो अस्पतालमा त्यहाँको प्राइभेट भए पनि प्राइभेट रेटमा होइन, सरकारी दर रेटमा सुलभ स्वास्थ्य उपचार पाउने प्रणाली भनेको चाहिँ युनिभर्सल हेल्थ कभरेज हो। प्रत्येक नागरिकले स्वास्थ्य उपचार गर्न टेन्सन नलिनुपर्ने विषय हो। यो थोरैमा भइहाल्छ, मेरो केही हुँदैन, मेरो केही जाँदैन भन्नेमा एउटा त्यो लेभलको कन्फिडेन्स बिल्डअप गर्नको लागि यो युनिभर्सल हेल्थ कभरेज यसरी आएको हो। र पेन्सनेबल सोसाइटीमा उसले दिगो स्रोतमा आधारित पेन्सन पाउँछ, तर कुन उमेरमा? पेन्सन पाउने उमेरमा। त्यसलाई पेन्सनेबल एज भन्छ क्या। हामीले संयुक्त राष्ट्रसङ्घमा जागिर खाइयो भने 45 वर्षमा इन गुड फेथ राम्रो तरिकाले राजीनामा दियो भने उसले 63 वर्षपछि पेन्सन दिन्छ होइन। त्यसैले संयुक्त राष्ट्रसङ्घको पेन्सनेबल एज 63 हो, नेपालको लेबर मार्केटको अहिले पेन्सनेबल एज 60 हो। त्यसैले प्रत्येक नागरिकले पेन्सन पाउँछ, तर कहाँ जोडिनुपर्छ? सामाजिक सुरक्षा कोषमा। कस्तो पेन्सन? दिगो पेन्सन। कहिले पाउँछ? पेन्सन पाउने उमेर पाउँछ। पेन्सन पाउने उमेर भनेको 60 हो। जस्तै निजामतीको अहिले यो सङ्घीय निजामती सेवा ऐनको जुन ड्राफ्ट बन्दैछ त्यसमा त 60 छ, तर अहिलेसम्म त 58 छ नि। उसले जसरी 58 पाउँदैछ, हाम्रो यता लेबर मार्केटबाट 60 छ। त्यसैले 60 वर्षको उमेरमा उसले पेन्सन पाउँछ भन्ने हो। हेर्नु होला सर म्याडम, यो पेन्सनको एउटा अलिकति अर्को मिनिङ छ क्या। उषा खड्गीको हेर्नु भइरहेछ? उषा खड्गीको कति मिनिङ छ? मैले त्यो त्यत्तिकै पेन्सन भनेको के हो? हामीले वी हेभ टु क्या
दिगो भनेपछि यो टिक्ने रहेछ भनेर तपाईँले बुझ्नु पर्यो। र पेन्सनको सोसाइटीमा कस्तो इन्जेक्सन छ भने उनले के भन्छन् एउटा प्रोग्राममा, त्यो वृद्धाश्रममा जाँदो रहेछ नि, एकदम टु बी, यो चाहिँ सिरियस म्याटर छ है। के भन्नुहुन्छ भने नि उषा खड्गीले वृद्धाश्रममा जानुहुन्छ अनि सोध्नुहुन्छ आमा सन्चै हुनुहुन्छ, किनभने इन्टरभ्यू लिँदै हुनुहुन्छ नि त बुढाबुढीलाई, सन्चै छु बा, त्यति बेलासम्म ठिक छ, नो प्रब्लम क्या। त्यहाँ पछाडि नेक्स्ट क्वेसन के हुन्छ, अनि हजुरको छोराछोरी हुनुहुन्न, त्यो सेकेन्ड क्वेसन हो। हेर्नुहोस् है, एन्सर के हुन्छ थाहा छ न त छन्नी बा, अब स्टप हुन्छ क्या सर। अब तपाईँ हामीले यो वर्ड हो कि त्यसको भ्यालु छ पेन्सनको भन्ने तरिकाले कुरा गर्नु। के भन्नुभयो अरे, छ न त छन्नी बा तर के गर्ने टाइपको क्या। अब त्यहाँबाट बोल्न सकिने, किन को लाउरे वृद्धाश्रममा गइरहेछ, को पेन्सनवाला वृद्धाश्रममा गइरहेछ भनिदिनुहोस् त, को गइरहेछ हेरौँ न एक दुईवटा। त्यो पनि कुन तरिकाले, मैले भने के भने बुढेसकालमा जब पैसा हुने रहेछ नि, पैसामा ठुलो पावर हुने रहेछ क्या, आफ्नो परिवारबाट अपहेलित नहुने रहेछ, डिग्निफाइड लाइफ, गर्व चाहिँ कौ भन्छ नि त, मेरो पैसा छ कसैले के गर्नु, त्यो त पेन्सन भन्छ। र मैले अघि भने नि हाम्रो दिक्तेलको सर त्यही हुनुहुन्छ, म पनि भोटपुरको हो, त्यहाँ जाँदाखेरि लाउरेलाई काहीँ त्यस्तो छैन क्या, किनभने त्यो त पावर के को छ भने नि पैसा, कति बेला जति बेला चाहिन्छ पैसा, चाहिँ पैसा कति बेला चाहिन्छ, बुढेसकाल किन चाहिन्छ, उपचार गर्नु पर्यो। अब छोराछोरीका अरू कोही मान्छे छन् औषधि खानु पर्यो, उसलाई त्यही आउँदाखेरि उनीहरूलाई अलिक केही पैसा दिनु पर्यो भनेपछि छोरा बुहारीलाई माग्दा भयो छैन भन्नु भने त मजा भन नि त। तर आफैसित रहेछ भने त उहाँले त भन्नुहुन्छ नि, म जाँदाखेरि मेरो मावलको बजुले मलाई दिनुभयो होइन, त्यसैले यो चिज हो क्या। त्यस्तो यो पेन्सनले त्यति भेल्यु वर्थ गर्छ र त्यो उसलाई बुढेसकालमा त्यति तपाईँले चाहिँ त्यो अलिकति होइन गौरवान्वित मैले गरेको छु भन्ने देखाउँछ भन्ने सन्दर्भमा मैले भने। अब यो हामीले बारम्बार देखाउने गरेको चिज छ। हेर्नुहोस् है, हजुरहरूसित रिलेटेड सम्पूर्ण व्यक्तिहरू जो हामी कुनै न कुनै रूपमा काम गर्दैछौँ र हाम्रा मान्छे काम गर्दै हुनुहुन्छ, त्यति बेला यो अवस्था पनि हो। यो बोर्डिङको उहाँ म्याडम हुनुहुन्छ, हेर्नुहोस् है। अब सामाजिक सुरक्षा कोष जस्तो अघि नै हामीले के भन्यौँ, सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आउने कार्यविधिहरू कानुनहरू बनिसकेका छन्, मात्रै आउने हो भन्ने। अब यो बोर्डिङको यहाँ म्याडम हुनुहुन्छ, 58 वर्षमा फोटो खिच्यो होइन, अनि अब 60 वर्ष अहिले हामीले भने जस्तो रिटायरमेन्ट एज छ, 60 वर्षपछि 62 वर्षको उमेरमा एकजना उसको स्टुडेन्टले उहाँलाई भेट्यो क्या। हेर्नुहोस् है, पेन्सनको महत्त्व अब हामीले यहाँ पनि हेर्नु पर्यो भने सर त्यसलाई इन्टरनलाइजेसन गर्नु पर्यो। इन्डियामा घर घरमा बोलाएर सिए र सिएफओलाई घर घरमा बोलाएर उनीहरूले के भन्दैछन्, हाम्रो रिटायरमेन्ट प्लानिङ गरिदिनु पर्यो, ठुलो पैसा तिरेर क्या। यो पनि एउटा त्यस्तै हो। हामीले अब रिटायरमेन्ट भइसकेपछि कसरी हाम्रो जीवनलाई स्मुथ तरिकाले हाँक्ने भन्नेमा होइन। अब यो यहाँ छ हेर्नुहोस् है, अब उहाँलाई सामाजिक सुरक्षा कोष जस्तो योगदानमा आधारित पेन्सन फन्डमा लगेको थियो भने के हुन्थ्यो, सुकिलो सारी लाउनुहुन्थ्यो होला, एक ठाउँमा बस्नुहुन्थ्यो, नाति नातिना खेलाएर बस्नुहुन्थ्यो नि त होइन। तर त्यहाँ पेन्सन थिएन क्या सर म्याडम, हेर्नुहोस् है, पेन्सन नभएपछि यस्तो आयो। बुझ्नुभयो हजुर। हाम्रो त्यहाँ विद्यालयमा काम गर्ने शिक्षकहरूलाई चाहिँ कति रेसियो हुन्छ, हामी त्यो त भन्छौँ, त्यो लास्टमा भन्छौँ है। ल थ्याङ्क यू, मैले बुझेँ होइन सरको केही छ भनेर है। ल यसमा चाहिँ अब हेर्नुहोस् है, यहाँ हेर्नुहोस् है सर, यतातिर हेरौँ है अध्यक्षज्यू। अब यो भने के भने हामीले हाम्रो अभियान जुन छ नि, हाम्रो अभियानको नारा के अरे, समृद्ध नेपाल भन्ने हो नि होइन। पिपुललाई यो स्टेजमा गरेर समृद्धि आउँदैन, पिपुललाई उसित सँगसँगै मेरै पैसा हो भन्ने भावना युक्त भएको बुढेसकालबाट समृद्धि आउने हो क्या। यो अवस्था होइन। उहाँलाई यदि सामाजिक सुरक्षा कोष जस्तो अगाडिपट्टि लगेको थियो भने यहाँ स्ट्रिटमा माग्नु पर्दैन थियो। त्यसैले सिचुएसन चाहिँ त्यो होइन। अब जोखिम कहाँ हुँदैन भन्न मैले भन्ने छु होइन। जस्तै होटलमा काम गर्दा होइन, त्यो हेर्नु त ग्यास पड्केर मान्छे मरेको, वैदेशिक रोजगारी जाँदाखेरि 8वटा लास आउँछन् भनेर हामी काउन्ट गर्छौँ, हामी काउन्टर हौँ होइन। अनि अर्को टुरिस्ट गाइड होइन, जस्तै कहीँ जाँदाखेरि त्यहाँ त प्रत्येक ठाउँमा जोखिम छ नि भने के भने सबै व्यक्तिलाई एउटा सोसल प्रोटेक्सनको अकाउन्टेबल सिस्टममा आबद्ध गराउनुपर्छ भन्ने चिज चाहिँ हामीले यसलाई यो उठाएको। अब अलिकति थोरै मात्रै वैदेशिक रोजगारीमा जाने, हेर्नुहोस् है, यहाँ अलिकति हामीले त्यो ल्याइएको छ, अरू पनि त्यो प्रसङ्ग आउँछन्। तपाईँ हाम्रो मान्छेहरू पनि वैदेशिक रोजगारी जानु भइरहेछ। हजुर हामीले के भन्नु पर्यो भने उहाँले जति बेला फोन गर्नुहुन्छ कोही पनि मान्छे वैदेशिक जाँदाखेरि तपाईँहरूले पेन्सन पनि पाउनु हुने रहेछ होइन। कथम कदाचित दुर्घटना भयो भने त्यसको पनि कम्पेन्सेट हुने रहेछ। हुनै नसक्ने त्यो असाध्य हुन्छ नि, बाकसमा आयो भने नि परिवारले होइन यसो आयो उसको पनि हुने रहेछ। अनि
यहाँबाट मान्छे विदेश गएको छ, उसको परिवार उसको बच्चालाई औषधि उपचार गराउनु पर्यो, औषधि उपचार पनि सामाजिक सुरक्षा कोषले गराउने रहेछ। तर के हुन्छ, नियमित रूपमा पैसा हाल्नुपर्छ। अहिले हेर्नुहोस् है, वैदेशिकको अलिकति के छ भने श्रम स्वीकृति गर्दाखेरि पैसा हाल्नुपर्छ, रिन्यू गर्दा पैसा हाल्नुपर्छ, तर एक किस्ताले मात्रै त्यो नियमित हुँदैन। हजुरहरूले आफ्नो मान्छेलाई फोन गर्दा भन्नुपर्ने कुरा के भने नियमित पैसा हाल्दाखेरि त सबै हुने रहेछ नि त, होइन? कोही मान्छेलाई यहाँबाट केएमसी लानु पर्यो, बच्चा बिरामी भयो भनेपछि त अब उहाँबाट पैसा पठाइदिनु पर्यो। तर केएमसी लाँदाखेरि त सामाजिक सुरक्षा कोषमा थियो भने थोरै पैसामा ट्रिटमेन्ट हुन्थ्यो नि त। एउटा के हुन्छ, नियमित हुनुपर्छ र विदेशबाट पनि स्वदेशबाट दुवै ठाउँबाट रकम सङ्कलन गर्न सकिने रहेछ भन्ने म्यासेज चाहिँ हजुरले गर्नुभयो भने यी आउने जुन जुन जोखिमहरू छन्, होइन, यी जोखिमहरूलाई पुरा गर्नको लागि सजिलो हुन्छ। अनौपचारिक र स्वरोजगार यो पनि व्यक्ति हेर्नुहोस्, यिनीहरू यसरी काम गर्दैछन् नि, खोइ यिनीहरूको भविष्य हामी भविष्य खोज्दैछौँ, हामी समृद्ध खोज्दैछौँ भने उहाँहरूलाई पनि स्वरोजगारमा जो हुन्छ उहाँलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भन्ने सन्दर्भ हो, होइन? अब औपचारिकमा मैले यहाँ निजी विद्यालय एउटा अलिकति लेखी मात्रै रहेछु, अघि सरले पनि भन्दै हुन्थ्यो, होइन? अहिलेको हाम्रो त्यो नीति तथा कार्यक्रम 82-83मा चाहिँ नवीकरण गर्दाखेरि सुन्नुहोस् है म्याडम, नवीकरण गर्दाखेरि प्रत्येक संस्था सामाजिक सुरक्षा कोषमा गइसकेपछि मात्रै नवीकरण गर्ने भन्ने एउटा मेन्डेटरी त्यो आएको छ। त्यसैले यो पनि हजुरहरूलाई सजिलै हुन्छ। अब अर्को चाहिँ अघि मैले पेन्सन भने, हेर्नुहोस् है, अघि पेन्सन भने, अब अर्को हेल्थमा जाउँ। हेल्थ जानुभन्दा अगाडि तपाईँहरूलाई एउटा हामीले कसरी सामाजिक सुरक्षा कोषको कार्ड प्रणालीले काम गरेछ अगाडि भन्नुपर्छ। एउटा मान्छे एकदम सिरियस भइदिनुहोस्, दिक्तेलबाट ओखलढुङ्गाबाट एकजना मान्छे आउनुभयो ट्रिटमेन्ट गर्नको लागि, उहाँ टियु टिचिङ हस्पिटलमा जानुभयो। टिचिङ हस्पिटलमा जाँदाखेरि उहाँको आफ्नो तरिकाले, उहाँहरूले इन्स्ट्रुमेन्ट नहोला, धेरै पछि 110 दिन पछि पनि कसैको लेखिदिएको हामीले देख्यौँ कि अहिले त्यो के गर्नुपर्छ अरे, एमआरआई गर्नुपर्छ अथवा अपरेसन गर्नुपर्छ भने 110 दिन पछि आउनुहोस् भनेर भनेको पनि हामीले हेऱ्यौँ भनेको। 110 दिन पछि के होला? अब त्यो क्लाइन्ट कहाँ जाने भयो? प्राइभेटमा जाने हो। प्राइभेटमा जाँदाखेरि एकदम कस्ट छ, हाई कस्ट छ नि त। एमआरआई गर्नु पर्यो 25-30 हजार लाग्छ, होइन? अब अहिले म त त्यो देखाउँछु पनि, अस्पताल हाम्रा जस्तै फ्रन्टलाइन, केएमसी, एभरेस्ट, होइन, टिचिङ पाटन वीर त छँदैछन्, होइन? यी अस्पतालमा जाँदाखेरि प्राइभेट अस्पतालमा पनि सरकारी रेटको 20% मात्रै तिर्नुपर्छ। त्यो भनेको के हो? प्राइभेटमा 30,000 लाग्छ अरे एमआरआई, एक्जाम्पल क्या, एमआरआई गर्नको लागि। अब त्यो प्राइभेट अस्पतालमा सामाजिक सुरक्षा कोषको कार्ड लिएर जाँदाखेरि कति लाग्ने भयो? 9,000 लाग्ने भयो, किनकि 9,000 नेपाल सरकारको रेट हो। अब 9,000 को 80% त डिस्काउन्ट हुन्छ, 20% मात्रै तिर्नुपर्छ। 1800 मा उसले एमआरआई गर्न पायो कहाँ? प्राइभेट अस्पतालमा। सरकारी अस्पतालमा जहाँ लाइन लाग्नु पर्दैन, जहाँ ऊ रेस्पेक्टफुल्ली गर्छ, त्यो चाहिँ अलिकति सिरियस। तपाईँहरू आफै लिडर हुँदाखेरि तपाईँहरूलाई पनि भन्ने होला क्या, मलाई टिचिङमा भन्दै हुन त्यो डक्टरको पालो आएन, अर्कोको पालो आएन, अथवा कतिले हामीले पैसा उठाएर ट्रिटमेन्ट पनि गराएको छन् नि त। त्यो अवस्थामा सँगै लाइन लागेको सामाजिक सुरक्षा कोषको कार्ड नभएको मान्छे प्राइभेट अस्पताल जाँदाखेरि 30,000 तिर्छ, तर सामाजिक सुरक्षा कोषको कार्ड हुँदाखेरि 1800 तिर्छ। यसलाई हामीले हेल्थ सेक्टरको राम राज्य भन्छौँ। त्यही हो प्रणाली। अब यसमा अब हामी जोडिने कि नजोड्ने, हामीले उभार ल्याउने कि नलाउने, हाम्रा मान्छेलाई भन्ने कि नभन्ने भन्ने अब चाहिँ हामीले भन्नु पर्यो, किनकि उसलाई यति सस्तोमा यस्तो सुविधा, त्यस्तो पेन्सन उपलब्ध गराउनको लागि, होइन? अब योभन्दा अगाडि यो हिमालमा के आयो? गरिमारा चिकित्सा भनेर आयो नि। गरिमारा त रहेछ, किन रहेछ? त्यति धेरै महँगो छ नि, किन भने नि यसले 5,65,000 उसले साउबाट ऋण काट्यो, अनि साउबाट ऋण काटेर माथिबाट तल झऱ्यो। यो पश्चिमतिरको कुरा हो, मानिलिउँ नेपालगञ्ज झऱ्यो, नेपालगञ्ज झरेर 5,65,000 के भनेको छ? मेरो भयोभरको सिरीखुरी सबै म बेच्छु, ल्याप्चे लगाइदिन्छु, मलाई दिनुहोस्। हाम्रो होइन सर, भोजपुर र खोटाङको त कति पुरै पाखो बेच्दा पनि यति आउँदैन नि त। अब त्यो नआउँदाखेरि अब यस्तो अवस्था उसले सबै बेच्यो क्या। नेपालगञ्ज मेडिकल कलेज झऱ्यो, रोग निको पनि भयो, मानिलिनुहोस् क्या, 5,65,000 लाग्यो। अब के गर्ने? कहाँ जाने? किनकि उसले घर जग्गा त बेचिसक्यो नि। के को कारणले गर्दाखेरि? स्वास्थ्य उपचारको कारणले गर्दाखेरि उसले घर जग्गा बेच्यो। अब त्यो प्रणाली त्यो किन हुँदैन सर भनेर भन्दा तपाईँहरूले भन्नु पर्यो नि त। त्यो अब कसरी सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदाखेरि यो प्रणाली यस्तो ज्यानमारा चिकित्सा, गरिमारा चिकित्सा कसरी अन्त्य हुन्छ भन्दाखेरि 30,000 पर्ने एमआरआई कतिमा आयो? 1800 मा आयो। अनि 5,65,000 पर्ने ट्रिटमेन्ट कतिमा आउँछ भनिदिनुहोस् न, हिसाब त होला नि। 30,000 40,000 होला। उसको घरबार जान्थ्यो हजुर? सामाजिक सुरक्षा कोषमा आएको थियो भने उसको घरबार जान्न थियो क्या। 30,000 40,000 मा उसको ट्रिटमेन्ट हुन्थ्यो। भए भरको सबै बेच्नु पर्यो, घरबार बिहिन भयो।
नेपालको अलिकति त्यो त महँगो छ नि त हेल्थ सेक्टर होइन, त्यसैले त्यसलाई सस्तो बनाउने क्या, इङ्ग्लिसमा यसलाई त्यो मेडिकल टर्ममा आउट अफ पकेट एक्सपेन्डिचर्स भन्छ क्या, एकदमै कम। स्वास्थ्य उपचार गर्नको लागि गोजीबाट झिक्नुपर्ने पैसा थोरै हुने तर क्वालिटीमा कम्प्रोमाइज नगर्ने प्रणाली चाहिँ सामाजिक सुरक्षा कोषले अवलम्बन गरेको छ। अब नेपालको यो हामीले जति गर्छौँ है के पाइराखेको छ हेरौँ है नेपालमा, यहाँ त धेरै छन्। कोही मान्छे सामाजिक सुरक्षा कोषमा आबद्ध भयो, हजुरहरूले हेर्नु होला है, यो ड्राई चाहिँ सब्जेक्ट हुँदैन है, फेरि तपाईँहरूसित सिधै सम्पर्क हुने त्यो विषय हो। हजुरहरू आबद्ध हुनुभयो, कसैलाई आबद्ध गराइयो, अहिले हामीले के लिइराखेको छौँ, कुनै एनजिओमा काम गऱ्यौँ, कुनै अभियानमा काम गऱ्यौँ, कुनै बोर्डिङ स्कुलमा काम गऱ्यौँ, कुनै सरकारीमा काम गऱ्यौँ, निजामतीमा काम गऱ्यौँ, के पाइराखेको छ र सामाजिक सुरक्षा कोषले दिने अहिलेका सुविधाहरू थोरै लिस्ट गरेको के छन् भन्ने सन्दर्भमा आफू आफ्नो परिवारको सदस्यको लागि सरकारी दर रेटमा 1 लाखसम्म अहिलेको हिसाबले 1 लाखसम्म औषधि उपचार आफू आफ्नो परिवारको सदस्य भनेको स्पाउस र बच्चा 18 वर्षको बच्चालाई, र जब 1 लाख हामीले सकिन्छ अनि त्यो व्यक्ति बेडमै हुन्छ भने त्यसको लागि फेरि 9 लाखसम्म उपचार खर्च सामाजिक सुरक्षा कोषले दिन्छ। अब हामीले के भन्नु पर्यो भने नि अहिलेको जस्तो त्यो मान्छे कि हामीले सिरीखुरी बेचेर आउनु पर्यो, अदरवाइज त यसमा कसरी आबद्ध हुने भन्नेतिर लाग्नु पर्यो नि। 10 लाखसम्मको सरकारी प्राइभेटमा पनि सरकारी दर रेटमै, त्यो पनि एउटा चाहिँ 20% मात्र तिर्नु, अर्को चाहिँ 50% तिरेर यो त यस्तो रहेछ भन्ने तरिकाले हामीले आफैले गर्ने। अहिले हामीले पाएका छौँ भने हामीले अगाडि नि यो पाएका थियौँ नि, त्यो चिज हुन्छ। दुर्घटना हुँदाखेरि 7 लाखसम्मको उपचार अहिले हामीले कति पाइराखेको छौँ, सिरियसली हेर्नु पर्यो नि त। इलाममा एकजना व्यक्ति दुर्घटना पर्नुभयो, तल झर्नुभयो बिर्तामोडमा बिएनसीमा, 12 लाख लागेछ, 1 पैसा पनि लागेन। त्यही हो गर्नु भने दुर्घटनामा कुनै पनि पैसा तिर्नु पर्दैन। सामाजिक सुरक्षा कोषको आबद्ध अस्पताल बिएनसी हो, त्यसमा झरेपछि कुनै पैसा तिर्नु परेन। हेर्नुहोस् त, अनि त्यो कामको सिलसिलामा भएको थियो। अब इन्डिभिजुअल कहीँ जाँदैथ्यो भने पनि 7 लाखसम्म त त्यो कम्पेन्सेट भइहाल्छ। अनि 13 अघि मैले कामको सिलसिलामा भएको दुर्घटनाको सम्पूर्ण उपचार खर्च अब 17,300 चाहिँ हामी औपचारिक सेक्टरका श्रमिक छौँ, कामदार छौँ। एउटा हाम्रो के छ भने नि मैले विभिन्न हजुरहरूको छ है, श्रमिक भनेको है, श्रमिक चाहिँ एकदम हाम्रो डिग्निफाइड वर्ड हो है। हामीले के भन्छौँ, श्रमिक भनेको यो भारी बोक्ने हो भनेर भन्छौँ नि, श्रमिक चाहिँ धेरै डिग्निफाइडहरू। त्यो कहाँ छ जहाँ कामको मूल्य हुन्छ, जापानमा श्रमिक। हाम्रो संविधानमा ब्लू कलर व्हाइट कलर सबैलाई श्रमिक भनेको छ। अनि मलाई कसैले श्रमिक गर्ने मलाई चित्त दुख्छ कि कहिलेकाहीँ, त्यसरी मलाई चित्त दुख्नु हुँदैन। किनभने श्रमिकलाई हामीले संविधानमा लेखेको चिजलाई हामीले यो त श्रमिक हो, यो भारी बोक्ने हो होइन, त्यो सबै श्रमिक हो, हामी सबै श्रमिक हो, नेपाल बनाउने श्रमिक हो भन्ने तरिकाले हेर्नु पर्यो होइन। अब 17,300 हेर्नुहोस् है, 17,300 हामीले कम्पेयर नगरौँ। निजामतीमा 7,500 सायद दिन्छ होला, फाइल पेश गर्नुपर्छ होला, 2-3 महिनापछि दिन्छ, आई डोन्ट नो, मलाई के गर्छ मलाई थाहा छैन है। सामाजिक सुरक्षा कोषमा चाहिँ फाइल पेश गर्नु पर्दैन, सबै काम अनलाइन छन्। तर यो सरकारी अड्डा हो, सबै काम अनलाइन छन् र उसले चाहिने डकुमेन्टहरू जब अपलोड गर्छ नि अनलाइन, रियल टाइम उसको पेमेन्ट हुन्छ। 17,300 जस्तै त्यो प्रसुति उहाँ डेलिभरी भएर अस्पताल हुँदाहुँदै उहाँ घरमा नफर्किन्जेलसम्मै पनि उहाँले पुग्दो डकुमेन्ट अपलोड गर्नुभएको छ भने उहाँलाई 17,300 आफ्नो अकाउन्टमा क्रेडिट भएको म्यासेज मोबाइलमा आउँछ। त्यही भनेको के दियो एउटा चिज हो, हामी अहिले पनि त्यही भनिराखेका छौँ। कसरी दियो अर्को चिज हो। एसएसएफले चाहिँ यसरी दिन्छ, रियल टाइम दिन्छ, इम्प्याक्टफुल दिन्छ, यसले आफ्नो फुल स्ट्रेन्थ चाहिँ राखिरहेको छ भन्ने हो। अब 10 लाखसम्मको चाहिँ तपाईँको क्रिटिकल केयर, अहिले जसरी हामीले सुगर प्रेसर थाइराइड होइन कोलेस्ट्रोल कमन छन् नि, अब बिस्तारै कमन के देखिन थाल्यो थाहा छ, बिस्तारै के त्यसलाई पनि क्यान्सर भयो अरे, अर्को त किडनी डायलिसिस गर्दैछ अरे, अर्कोलाई स्ट्रोक हिजो भएको अरे, आज मान्छे हिँड्दै रहेछ। अब के भयो भने हामीले यो खानपान र हाम्रो जीवनशैलीले गर्दाखेरि ठुला रोगहरू एकदम कमन भइसक्यो क्या। असाध्य भनेको हामीले धान्न नसक्ने भन्ने टाइपको होइन, ठुला रोग। त्यति बेला भयो भने 10 लाखसम्मको औषधि उपचार सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँछ। अब त्यसपछि व्यवसायजनहरूको सम्पूर्ण उपचार खर्च सामाजिक सुरक्षा कोषले बियर गर्छ होइन। अनि अब हामीलाई बिदाको पैसामा जस्तै हामी औपचारिक सेक्टरमा छौँ होइन, अथवा केमा छौँ, बिदाको पैसा 91 दिन दिनुपर्छ होइन। त्यो मध्ये 12 दिनको चाहिँ सम्बन्धित कम्पनीले कसैलाई बिदा पैसा दिन्छ भने बाँकी रहेको 79 डेजको बिदा चाहिँ 79 दिनको बिदाको। हेर्नुहोस् है, बिदाको पनि यति आउने रहेछ भन्ने तरिकाले होइन। त्यो बिदाको पैसा पनि सामाजिक सुरक्षा कोषले दिन्छ, प्रणालीले दिन्छ। तर डक्टरले यो रेस्टमा बस्नुपर्छ भनेर डक्टरले लेखिदिएको अवस्थामा बिदाको पैसा दिन्छ। अनि म्याटर्निटी लिभको
अब मातृत्व बिदा होइन सुत्केरी भएर बसेको अवस्थामा 60 दिनको त कम्पनीले दिन्छ, अर्कोले औपचारिक सेक्टरको, बाँकी रहेको 38 दिनको 60% पनि फेरि सामाजिक सुरक्षा कोषको त्यो प्रणालीले दिन्छ होइन। अनि पूर्ण रूपमा अशक्त भएपछि होइन अशक्तता पेन्सन दिन्छ। उदाहरण चाहिँ यसरी जाम है, 31% सामाजिक सुरक्षा कोषमा हाल्नुपर्छ। मैले अहिले कानुन भन्छु, छिटो छिटो भन्छु त्यसलाई होइन। 31% सामाजिक सुरक्षा कोषमा राख्नुपर्छ। यदि कसैले 31,000 हालेको थियो सामाजिक सुरक्षा कोषमा भने उसको तलब कति भयो? अनुमान 1 लाख हो नि त, किनभने 31% हाल्नुपर्छ भनेर भनेको छ नि। 1 लाख हो। त्यो व्यक्ति दुर्घटनामा पर्यो, डक्टरले बेड रेस्ट गर्नुपर्छ, यो अलिकति सिरियस केस छ भनेर भनिदियो हो। अनि उहाँको चाहिँ तपाईँको के हो भने दुर्घटना पर्यो अथवा दुइटै अहिलेको बिदाको कुरा भयो होइन, दुर्घटना पर्यो अथवा दुइटै हात खुट्टा स्वाट्टै काट्यो के, जो मान्छे काम गर्दैछ दुइटै हात खुट्टा काट्यो भने उसको परिवारको घाँसबास बसो। त्यति बेला सामाजिक सुरक्षा कोषले 60,000 दिन्छ मासिक। त्यो भने के भने 60% दिन्छ भनेर भने हो होइन। 60% दिन्छ भनेपछि उसको 31% भयो भने खाइपाएको साथी हो, खाइपाएको 31% भनेको उसको 1 लाख हो। त्यसैले गर्दाखेरि 60,000 मासिक दिन्छ। कति हाल्दा? 31,000 हाल्यो भने 31,100 हालेको रहेछ मानिलिउँ कुनैमा भनेपछि 6,000 दिन्छ त्यो अवस्थामा। त्यसैले कोही मान्छे पूर्ण रूपमा अशक्त भयो क्या, हजुरहरूलाई थाहा होला नि, हाम्रो शिक्षा मन्त्रालयको हाम्रो नेपाल सर हुनुहुन्थ्यो, खगेन्द्र नेपाल सर, कति सरहरूलाई थाहा होला क्या, हाम्रो सरलाई अझै थाहा होला। त्यहाँ उहाँ दुर्घटना पर्नुभयो क्या, अनि उहाँ प्यारालाइसिस जस्तो हुनुभयो, बुझ्नुभयो, बस्नुभयो, पछि सचिव पनि हुनुभयो। त्यो अवस्थामा भक्तपुरमा होइन हो, त्यही त भक्तपुरमा। अब तर उहाँले पाउनु भएन, अब निजी सेक्टरको मान्छेले त्यो पाउन थालिसक्यो नि। नेपाल सरकारको एउटा उसले पाएन भनेपछि त्यो भने कस्तो एट्र्याक्टिभ स्किम छ भन्ने सन्दर्भमा चाहिँ होइन अलिकति मैले हजुरहरूलाई भने होइन। अब 100%सम्म कसैको मृत्यु भयो, अब त्यो पनि हेरौँ है, कोही व्यक्तिको मृत्यु भयो भने 100%सम्म उसको परिवारमा फेरि मासिक पेन्सन जान्छ। त्यो कसरी जान्छ भन्ने सन्दर्भमा चाहिँ अब फेरि हेर्नुहोस् है, कोही मान्छेको मृत्यु भयो, अब हामीले कसरी जानु पर्यो भने काम गर्नै जाँदै थियो त्यही मान्छे मात्रै त्यो परिवारको काम गर्ने व्यक्ति थियो क्या। अब उसैको डेथ भयो भने उसको परिवारमा त आयो गएन होइन, आयो नगइसकेपछि सामाजिक सुरक्षा कोषले चाहिँ इलिजिबल भएको हकसम्म 1 लाख रुपियाँ दिन्छ क्या। 1 लाख रुपियाँ केमा? मासिक पेन्सन। कति हाल्दाखेरि? 31,000 हालेको थियो भने स्पाउसलाई दिने 60%, बच्चालाई 21 वर्षसम्म दिने 40% भएपछि कति भयो? 1 लाख। के हुँदो रहेछ? कसैको डेथ भयो क्या, 31,000 हालेको थियो, 1 लाख रुपियाँ उसकोमा जान्छ क्या सर। त्यो त प्रणालीले जाने हो नि। अहिले हामीले कति दिन्छौँ? कोही मान्छेको डेथ भयो भने पैसा उठाउने यो गर्ने सञ्चालक समिति भनेर 5 लाख दिने 10 लाख दिने होला, त्यसले त जीवन गुजारा हुँदैन होइन। त्यसैले गर्दाखेरि यो एउटा त्यस्तो प्रणालीलाई हामीले भन्यौँ होइन। अनि अब कर छुटको कुरा होइन, आउँदाखेरि 1% कर छुट छ, 75 लाखसम्मको सहुलियत पूर्ण दरमा आउँछ, 35 लाखसम्म करको हो। यी दुईवटा चाहिँ धितोमा आधारित हुन्। 5 लाखसम्मको सामाजिक कर्जा होइन। अनि अवकाश योजना जम्मा भएको 80% यो चाहिँ कर छुट भन्ने भयो होइन। अब हामीले अलिकति थोरै अघि हामीले यति थिए नि 16, 17, 18, 20वटा त हामीले यहाँ भनिसक्यौँ क्या। अहिले हामी 0मा छौँ भने 20वटा आउँदाखेरि त्यसमा के हुन्छ अनि हामीले कुन प्रचार गर्ने हो, कुन लेभलमा लाने हो भन्ने चाहिँ हामीले हाम्रो हो। अब हामीले के भन्छौँ भने यसलाई चाहिँ अस्पताल र भर्चुअल कार्ड सिस्टम क्या, भर्चुअल कार्ड सिस्टम। हजुरको जब सामाजिक सुरक्षा नम्बर जेनेरेट हुन्छ त्यति बेला नागरिक एप अथवा एसएचएफ एप दुईवटा छन्, त्यसमा हाल्ने बित्तिकै केवाइसी गरेर हालिसकेपछि हजुरको कार्ड जेनेरेट हुन्छ। त्यो कार्ड अस्पतालमा देखाएर यी अस्पतालमा देखाएर हजुरहरूले ट्रिटमेन्ट लिन सक्नुहुन्छ। अहिलेकोमा यो चाहिँ मैले उपत्यकाको मात्रै भने, जस्तै फ्रन्टलाइन अस्पताल होइन, केएमसी, अनि एभरेस्ट अस्पताल, ओम अस्पताल, नेपाल मेडिकल कलेज जोरपाटीको होइन अर्थोपेडिक्स, अनि किस्ट मेडिकल कलेज उता पाटन अस्पताल होइन, टिचिङ हस्पिटल, अनि वीर अस्पताल, मनमोहन अस्पताल, भक्तपुर इन्टरनेसनल होइन, अनि यो मेगा हस्पिटल, त्यहाँ पछाडि दृष्टि आई कलङ्की, धुलीखेल अस्पताल, सिरी मेमोरियल, तिलगङ्गा अस्पताल, शङ्करापुर, अहिले अब हेल्पिङ ह्यान्ड्स मैले यहाँ छुट्याएको छु, हेल्पिङ ह्यान्ड्स हस्पिटल। यी हस्पिटलबाट चाहिँ कार्ड देखाएर प्राइभेट अस्पतालमा पनि सरकारी दर रेटमा 20% मात्रै तिर्ने प्रणाली त्यो भइसकेको छ। र यो हामीले भनेको यो हामीले के गरेको छौँ भने यो भनाइ होइन है, यो काम हो। कामको त हामीले डाटा पछि देखाउँछौँ, तर यो काम हो। त्यसैले यो ड्राई कसैले होइन पोलिटिकल्ली कहीँ बोलिन्छ नि सभामा यस्तो उस्तो, त्यो भन्दा पनि यो चाहिँ हामीले के गरिराखेको छौँ त्यो गरेको मात्रै हामीले देखाउन यो अलिकति खोजेको हो होइन।
अब अलिकति हामीले कसरी खर्च गरिरहेछौँ यहाँ सरहरू पनि हुन्छ हामी छौँ होइन अलिक उमेरमा चाहिँ के हुन्छ भने नि हामीले अघि नै हामीले भन्यौँ थाइराइड कोलेस्ट्रोल प्रेसर सुगर नर्मल छ डक्टर कहाँ 3-3 महिना जानु परे पनि औषधि चाहिँ डे टु डे खानुपर्छ त्यसको लागि नि 3400 भन्दा बढी पैसा हामीले खर्च गरेका छौँ हेल्थमा तपाईँ हामीले नि खर्च गरेको चिज हो क्या त्यो 3400 भन्दा बढी अब मिनिमम रूपमा क्या हजुर हाम्रो कम्पनीमा एकदम मिनिमम रूपमा हालेर 3400 हालियो भने अहिलेका 20वटा सुविधा पाइयो बुढेसकालको पेन्सन पाइयो क्या अहिले हामीले खर्च त गरिराखेकै छौँ त्यो त किनभने तपाईँ हामीले लुकाउनै पर्दैन किनभने त्यो छ अब अलिकति सानो सानो मान्छे हुनुहुन्छ भने बच्चालाई महिनामा 2 चोटि त लगभग डक्टर कहाँ लानै पर्छ बच्चाको पनि उपचार छ भनेर भनिसक्यो अब म्याडमको अथवा सरको पनि उपचार हुन्छ त्यो अवस्थामा 34-3500 हाम्रो खर्च भइसकेको छ है सामाजिक सुरक्षा कोषमा आबद्ध नहुँदा पनि कोषमा जब आबद्ध हुन्छ आबद्ध भइयो भने त त्यो त सबै सुविधा पाइने रहेछ नि त्यति हालेपछि मिनिमम अरू त हालेको प्रपोर्सनेटमा जाने भन्ने सन्दर्भमा मैले कसरी यो खर्च गरेको छौँ भन्ने अब एउटा चिज हो होइन अब यहाँ यो हेल्थ केयरलाई हेर्नुहोस् है नेपालमा हेल्थ केयर चाहिँ कस्तो छ भने अहिले प्रफिट मेकिङ नाफामुखी जस्तो छ हेल्थ केयरलाई सामाजिक सुरक्षा कोषको प्रणालीले प्रफिट मेकिङ इन्टाइटी होइन सर्भिसको रूपमा इस्टाब्लिस गरिराखिरहेछ सामाजिक सुरक्षा कोषका अहिले हस्पिटल जाने सङ्ख्या 75 लाख हुनुहुन्छ र 104वटा अस्पतालबाट लाइभ छ सामाजिक सुरक्षा कोषले त्यही दिन पैसा रिइम्बर्स गर्छ यस मानेमा यस मूल्यमा यो इन्टिग्रिटीमा हामीले के भन्छौँ भने हेल्थ केयर सर्भिस हो केमा सर्भिस होइन हामीले हेरिरहेछौँ नि त नेपालमा त यस्तो प्र्याक्टिस होइन मैले बारम्बार भन्ने गर्छु के चाहिँ होइन गब्बर इज ब्याक चाहिँ होइन भनेर हेर्नु हुने मान्छेलाई थाहा होला भने अक्षय कुमारको डेड बडीलाई ट्रिटमेन्ट गरिरहेको हुन्छ पैसा कसले तिर्नुपर्छ डेड बडीको परिवारले त्यो प्रफिट मेकिङ फ्याक्ट्री हो उसले सर्भिस भन्ने चिज केही हेर्दै हेरेन क्या होइन त्यसैले सर्भिसको रूपमा इस्टाब्लिस हुनुपर्छ अब अस्पताल हामीसित आबद्ध हुनु पर्यो कस्तो अस्पताल म प्योरली सर्भिसको रूपमा दिने भन्ने मात्रै जान्छ भन्ने हो अनि स्वास्थ्यको दायित्व नि अघि नै हामीले भनिसक्यौँ अहिले हामीले के भयो औषधि उपचार गर्नु पर्यो अरू कुनै दिनु पर्यो भनेपछि त्यो दायित्व कहाँ जान्छ भन्दाखेरि त्यो दायित्व चाहिँ हाम्रो इन्डिभिजुअल उसमा टाउकोमा हामीले भनिराखेका हुन्छौँ नि दायित्व हाम्रो त्यहाँ जान्छ कि हामीले खर्च गर्नुपर्छ भन्ने हो अबको भिजन भनेको के भने स्वास्थ्य उपचारको दायित्व त्यो व्यक्तिबाट राज्यमा हस्तान्तरण ट्रान्सफर हुने प्रणाली हो यो सामाजिक सुरक्षाको प्रणाली एउटा हेल्थलाई सर्भिसको रूपमा इस्टाब्लिस गर्ने अर्को चाहिँ हेल्थ एक्सपेन्सलाई व्यक्तिबाट छुटकारा दिलाएर स्टेटमा पुर्याउने र यो हामी सामाजिक सुरक्षा होइन यो एउटा प्रणाली पनि के छ भने हेल्थलाई किन हामीले प्युरिटीको सब्जेक्ट बनायौँ भनेपछि एउटा चरक संहितामा के छ भने नि चरक संहितामा एउटा छ होइन त्यो धर्म अर्थ काम मोक्ष होइन त्यसको चाहिँ 4वटा मेजर फङ्सन हुन्छन् अरे मान्छेको होइन इस्टर्न फिलोसफी अनुसार त्यो भनेको धर्म अर्थ काम मोक्ष ती चाहिँ काम गर्नु पर्यो तर त्यसको आधार भनेको चाहिँ गुड हेल्थ हो क्या हेर्नुहोस् है धर्म अर्थ काम मोक्ष जुन फन्डामेन्टल कामहरू छन् डिड्स अफ ह्युमन बिइङ छन् त्यसको बेसिक्स भनेको गुड हेल्थ हो एसएसएफ त्यसको लागि रातो दिन लागेको छ तर बाई इट्स कल्चर एन्ड सिस्टम पिपुल मात्रै होइन सिस्टम प्रणाली र संस्कार कल्चर यसको लागि लागेको छ अब नेपालको हेल्थ यस्तो हुँदैछ त्यो चाहिँ हामीले हजुरहरूलाई हेल्थको सन्दर्भमा अब युनिभर्सल हेल्थ कभरेजमा अब हामीले अहिले के गरिराखेको छौँ भन्ने चिज हो होइन अघि कुरा क्वालिटी हेर्नुहोस् है हामीले कहाँ गऱ्यौँ सरकारी अस्पताल मात्रै हुनुपर्छ अथवा यो मात्रै हुनुपर्छ भनेर भनेका छैनौँ सबै अस्पताललाई आबद्ध गर्ने अहिले पनि राम्रै अस्पताल छन् त्यसैले क्वालिटी भन्यो अफोर्डेबिलिटी 30,000 पर्ने एमआरआई 1800 यही हो अफोर्डेबिलिटी यो प्रणाली सामाजिक सुरक्षा कोषले अङ्गीकार गरिवरी 15 अर्ब जति त उसले रिइम्बर्स गरिछ हो क्या विभिन्न स्किममा त्यसैले हामीले अफोर्डेबिलिटीको कुरा गऱ्यौँ इथिकल केयर लाग्ने औषधि दिने पिथे औषधि होइन इम्प्याथेटिकल्ली पेसेन्टलाई डक्टरले ट्रिटमेन्ट गर्ने 15 देखि 17 मिनट हेरिदिने त्यही हो इथिकल केयर भने राम्रो प्रोफेसनल उसले चाहिँ आफ्नो चाहिँ त्यो इथिक्स गरिदिनु पऱ्यो क्या विथ ड्यु रेस्पेक्ट है डक्टरले त गर्नुहुन्छ तर कसै कहिले काहीँ 1 मिनट पनि नहेर्ने डक्टर हुनुहुन्छ क्या त्यस्तो चाहिँ हुनु भएन 10-15 मिनट हेरिदिनु पऱ्यो यार त्यो हुनु पऱ्यो राम्रो औषधि दिनु पऱ्यो एमआर मेनिपुलेटेड भए पनि आफ्नो इमेज राख्ने औषधि दिनु पऱ्यो क्या
एमआर मेनिपुलेट भनेको राम्रो एमआरए ल्यायो भने त दिँदा भयो नि। त्यसैले गर्दाखेरि कहिलेकाहीँ नलाग्ने औषधि दिएको भन्ने पनि त्यो आएको छ। त्यसैले त्यो हो होइन, इथिकल केयर सर्भिस त हाम्रो हेल्थ भनेको यो प्रफिट मेकिङ होइन। उहाँको स्लगिस ग्रो हुन्छ हामीले बारम्बार भनिराखिरहेछौँ, तर प्रफिट कमाउने इन्टाइटी हेल्थ चाहिँ होइन। यो चाहिँ प्योरली सर्भिस हो होइन, त्यही रूपमा इस्टाब्लिस गर्नुपर्छ भन्ने हाम्रो चिज हो। अब यो हस्पिटलमा गइयो मारिलिङ, अहिले हामीले स्वास्थ्य बिमालाई के भन्छौँ, स्वास्थ्य बिमाको ट्रिटमेन्ट गर्दाखेरि कहिलेकाहीँ औषधि दिएन होइन म्याडम, औषधि दिएन भन्छौँ अथवा डक्टरले हेरेन भन्छौँ। यो प्रायोरिटी हेर्नुहोस्, लामो लाइन छ भने प्रायोरिटी भनेको के हो? लामो लाइन जनरलको छ भने एसएसएको लागि अर्को काउन्टर खोलिदिनु पऱ्यो भने क्या प्रायोरिटी। केएमसीमा त्यही छ, फ्रन्ट लाइनमा त्यही छ, हजुरहरू जानु होला, वीरमा त्यही छ, लामो लाइन लाग्नु पर्दैन। दिस इज प्रायोरिटी। रेस्पेक्ट 31% उसले यहाँ पैसा जम्मा गरेको छ, भेल्युड हो, ऊ कन्ट्रिब्युटर हो, यसमा उसको राइट्स छ। त्यसैले नहेप्नु होला। कारण के? एसएसएफले आफ्नो धर्म निर्वाह गरेको छ, त्यही दिन काम गर। आज शनिबारको दिन हो, हामी 8 बजे बिहान आयौँ। तपाईँलाई उदाहरण दिन्छु, हाम्रो प्यारामेडिक्सको मान्छेहरू अहिले पनि काम गर्दै हुन्छ, उहाँहरू पनि बिहान 8 बजे आउनु। दिस इज शनिबार, यो गभर्मेन्ट अड्डा हो। हामी कार्यक्रम सेट गर्दाखेरि शनिबार सेट गर्छौँ, बाहिर जानुपर्ने कार्यक्रम किन? अरू बार हाम्रो यहाँ काम हुन्छ। हामी सरकारी हौँ, तर हामीलाई के थाहा छ भने सरकारी तवरले अब सरकारी चल्दैन, अलिकति उठ्नुपर्छ। हाम्रो यो कमन बुझायो। त्यसैले यो रेस्पेक्ट गर्नु पर्यो। स्माइल भने कस्तो हुनु पर्यो? हामीले भनेको छौँ हाम्रो होइन, हाम्रो क्लाइन्टलाई ट्रिटमेन्ट दिने अस्पतालको फ्रन्ट डेस्कमा बस्ने सर म्याडम कसरी स्माइल गर्नु पर्यो, जसरी एयर होस्टेज स्माइल गर्छ त्यसरी नै हो। प्रोफेसनलिजम। टेन्सन उसलाई हुन्छ, ऊ कहिले रिसाएको हुन्न। कहिले देख्नुभएको छ त्यो एयर होस्टेज? नेभर के। टेन्सन त होला नि होइन कहिले। दिस इज प्रोफेसनलिजम के। उहाँहरूले भन्दाखेरि रिसाउनु भएन, यो सरकारी हो हामी दिन्न, यो हुँदैन, त्यस्तो चिज गर्न भएन। गर्नुभयो भने के हुन्छ? हामी बिस्तारै अपोजिसनको उमा जान्छौँ क्या। हामीले के भनिराखेको छौँ? हाम्रो क्लाइन्टलाई राम्रो तरिकाले हेरिदिनुहोस् भन्ने हो। हामीले रियल टाइम क्लेमको त्यो तपाईँलाई पैसा दिइरहेछौँ भन्ने हो नि त। त्यसैले यो चिजलाई हामीले यो रूपमा भनेको हो। अब यहाँ थोरै यो अलिकति हामीले कानुनको कुरा पनि त्यत्तिकै गर्नु भएन होइन। संविधानमा यो धारा 34मा श्रमको हक छ, त्यसमा श्रमिकको परिभाषा र योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भनेको छ। श्रम ऐन 2074 र योगदानमा आधारित ऐन 2074मा 16औं योजना सरकारको नीति कार्यक्रम र बजेट, दिगो विकासका लक्ष्य, मानवाधिकारका ती कमिटमेन्टहरू होइन, नेपालको कमिटमेन्ट, अनि यो हाम्रो जनसाङ्ख्यिक लाभ चाहिँ 30 सम्म होइन, बढी से बढी 40 सम्म जान्छ भनेको छ। आइएलओका मिनिमम स्ट्यान्डर्डलाई हामीले गर्नुपर्छ। अब अलिकति एउटा कुरा है यसमा, यो सवाल मात्रै हो। हेर्नुहोस् है, के नेपालमा योगदानमा आधारित सामाजिक शैक्षिक हो? कहिलेकाहीँ यसो डिस्कोर्स उठ्ने गर्छ क्या होइन। कहिले हामीले नेगेटिभतिर जान थाल्यो अथवा पोजिटिभतिर जान थाल्यो भने जता गयो त्यतै कुरा हुन्छ नि। शैक्षिक हो कि के हो कि भन्ने आउँछ नि त। सरले सुन्नुभएको होला होइन, हाम्रो स्कुलको सरले होइन, कहिलेकाहीँ त्यो हुन्छ। अब यहाँ हेर्नुहोस् है, शैक्षिकको तपाईँ हामीले के भन्छौँ भने यो नेपालको संविधानको मौलिक हकको रूपमा स्थापित छ, त्यही हो शैक्षिक भने। यो हक कसैले अपहरण गर्यो भने अदालतले प्रचलनमा ल्याउँछ क्या। किन? यो फन्डामेन्टल राइट्स हो। नेपालको संविधानको धारा 34मा श्रमिकको डेफिनेसन गरेर प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुन्छ भनेको छ। त्यसैले यो यस्तो चिज हो भन्न खोजेको। श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा सुस्पष्ट व्यवस्था गरेको छ र यो नेपालको मात्र इस्यु होइन, यो हामीले विश्व सामु गरेका कमिटमेन्टको प्रतिफल हो र ट्रेड युनियनको भएको कारणले गर्दाखेरि यो अनिवार्य विषय हो, अपरिहार्य विषय हो र अहरणीय विषय हो। हरण भनेको के हो? कसैले सर कुनै स्कुलमा काम गर्दै हुनुहुन्छ, हजुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा भएन भनेर तपाईँले अदालतमा जानुभयो भने मौलिक हकको सेन्समा अदालतले स्टे दिन्छ, दे भनेर। त्यही हो अहरणीय भनेको होइन। त्यसैले यो विषय चाहिँ यति स्ट्रङ छ भन्न खोजिया क्या, यति इम्प्याक्टफुल छ। अघि नै हामीले भन्यौँ पिपुललाई यसरी टच गर्दो रहेछ, कानुन यति स्ट्रङ रहेछ, स्टेटलाई यस्तो दिँदो रहेछ भन्ने बारेमा मैले अलिकति गरेको है। अब कहिलेकाहीँ अलिक त्यो हेर्नेमा है तपाईँहरूले, किनभने हजुरहरू त यसो हेर्दाखेरि लिडर होइन यो सेक्टरको, मैले सामाजिक सुरक्षा त दिइराखेकै छु नि भन्ने छ क्या। काहीँ क्या दिइराखेको छु भन्नेमा हामीले क्वेसन गर्नुपर्ने क्वेसन के भने दुर्घटना हुँदाखेरि रोजगारदाताले असीमित खर्च भयो भने दिएको छ, 20 लाख 30 लाख लाग्यो दिएको छ। एक अर्को कुरा, इन बिट्विन कोही व्यक्तिको डेथ भयो भने उसको परिवारलाई आजीवन पेन्सन दिएको छ, बुढेसकालमा डिग्निफाइड पेन्सन दिने हैसियत राखेको छ। अनि त्यो त सामाजिक सुरक्षा कोषले त 20वटा अघि एक्सप्रेस गरिएका मध्ये 3वटा त मैले अहिले एकदम लङ टर्म लायबिलिटी भने नि दिन। त्यसैले हामीले कन्फिडेन्टली के भन्नुपर्छ भने होला तपाईँले सामाजिक सुरक्षा दिनु होला, तर यो 3टा चिज दिनुहुन्छ, आजीवन पेन्सन दिन सक्नुहुन्छ, 30 लाख लाग्यो हाम्रो दुर्घटना पर्दाखेरि,
त्यति बेला पैसा दिनुहुन्छ, यो क्वेसन हामीले रेज गर्नुपर्छ। त्यसैले यसमा चाहिँ हामीले अब अलिकति थोरै नेपालको संविधानमा होइन, यहाँ हामीले श्रमिक हेर्नुहोस् है, अघि नै हामी श्रमिक भने त गर्वसाथ भन्नु पऱ्यो। म एउटा श्रमिक काम गर्ने हो, काम भनेको त प्युरिटी पूजा हो नि त। त्यसैले गर्दाखेरि यो श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि बौद्धिक तथा शारीरिक काम गर्ने सबै श्रमिक। संविधानमा कुन त्यस्तो व्यवस्था जुन अगाडि परिभाषा लेख्यो कि हेर्नु त, संविधानमा परिभाषाभन्दा पछाडि हुन्छ कि, तर श्रमिकको परिभाषा कहाँ छ? अगाडि छ। कति इम्पोर्टेन्टली त्यो संविधानले यसलाई क्यारी आउट गरेको छ भन्ने हामीले यसलाई पनि बुझ्न सक्छौँ कि। अनि यहाँ हेर्नु त, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षाको फन्डामेन्टल राइट्स मौलिक हकको विषय। त्यसैले हामीले यसलाई यसरी गर्नु पर्यो। अब अर्कोमा चाहिँ अब इम्प्लिमेन्टेबल चाहिँ हामीले भन्दाखेरि यो जस्तै श्रम ऐन 2074 भएपछि यसमा 52 मा के भन्छ भने होइन, रोजगारदाताले 10% राखिदिने र अर्को उसको स्टाफले 10% राखेर सञ्चय कोष बापतको रकम जम्मा गर्नुपर्छ। अनि त्यसैको 52(2) मा के भन्छ, निजको नाममा त्यो सञ्चय कोषको रकम सामाजिक सुरक्षा कोषमा राख्नुपर्छ भनेको छ। हेर्नुहोस् है, श्रम ऐनको दफा 52 मा सञ्चय कोषको प्रोभिजन छ 10%, कम्पनीले 10%, स्टाफले 10%, तर त्यो रकम कहाँ राख्ने? सामाजिक सुरक्षा कोषमा मात्रै राख्ने। यो भनेको छ 53 मा उपादान बापतको रकम उपादान पाउने भनेको छ रोजगारदाताले 8.33% रकम उपादान बापतको राखिदिनुपर्छ देवानदेखि नै। तर त्यो फेरि के भन्छ भने त्यो रकम चाहिँ यसमा हेर्दै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने छ। 2(1) मा त्यो भन्छ। त्यसैले त्यो 10-20% रकम सञ्चय कोष बापतको सामाजिक सुरक्षा कोषमा राख्नुपर्छ, 8.33 को रकम पनि सामाजिक सुरक्षा कोषमा राख्नुपर्छ। त्यो भनेको कति भयो? दुईटैको गरी 28.33 को। अब 31% अघि हामीले स्ट्रक्चरिङ भनेको थियौँ। यसमा 54 मा के छ भने औषधि उपचार बिमा गराउनुपर्छ भनेको छ। त्यो 1 लाखसम्मको औषधि उपचार बिमा गराउने र 7 लाखसम्मको दुर्घटना बिमा गराउने भन्ने उहाँहरूले यो प्रोभिजन राखेको छ। त्यसको लागि प्रिमियम चाहिन्छ। प्रिमियम अनुमानित 1.67 भयो भने त्यो कति भयो भने स्ट्रक्चरिङ 30 पुग्यो क्या। 28.33 र 1.67 30 पुग्यो। सामाजिक सुरक्षा कोषमा आउँदाखेरि अघि भने जस्तै 1% कर तिर्नु पर्दैन। त्यसैले 31% को स्ट्रक्चरिङ भएको। यो अरू कहीँ पनि होइन। स्कुलले हामी सबैले कम्पनीले यो जानुपर्ने चिज के भने कानुनको परिपालनको विषय मात्रै रहेछ है। समयले त अगाडि 10% हालिदिने भनेको रहेछ कोषमा, सामाजिक सुरक्षा कोषमा। 8.33 उपादान बापतको रकम सामाजिक सुरक्षा कोषमा हालिदिनु पर्ने भनेर छ। 1 लाखको औषधि उपचार बिमा गर्ने भनेर छ। 7 लाखको दुर्घटना बिमा गरिदिने भनेपछि त अनि 1% कर तिर्नु नपर्ने भएपछि 31% कसरी अतिरिक्त दायित्व भएन नि त। त्यो त सिम्पली के हो भने कम्प्लायन्स अफ त्यो चाहिँ रुल, यो लको कम्प्लायन्स मात्रै हो भन्ने हामीले यसरी कानुनकोलाई अलिकति बुझ्यौँ। अब 56 मा के भन्छ भने हेर्नुहोस् है, हामीले गर्नुपर्ने, हामीले एडभोकेसी गर्नुपर्नेमा रोजगारदाताले रकम भुक्तानी गर्नुपर्ने यस प्रयोजन बमोजिम चाहिँ रोजगारदाताले बिमा गर्दैन अथवा अर्को केही त्यो केस ह्यापन भयो भने त्यसको सम्पूर्ण दायित्व त्यो रोजगारदाताले त्यो कम्पनीले बेहोर्नुपर्छ क्या। मानिलिनुहोस् 25 वर्षको एकजना व्यक्ति हुनुहुन्थ्यो, सामाजिक सुरक्षा कोषमा आउनुभएको थिएन क्या। अनफर्चुनेटली एन्ड टाइमली उहाँको डेथ भयो। डेथ भयो भने त अहिलेको हाम्रो लाइफ एक्सपेक्टेन्सी 71 छ भने 71 वर्षसम्म हाम्रो त्यो जिन्दगी मानेर अहिले कति पैसा छ 2 करोड 3 करोड कति क्यालकुलेट गरेर उहाँले दिनुपर्छ। प्रश्न भनेको छ कानुनले 56 मा यो उसको उसलाई अथवा उसको हकवालालाई त्यो बिमा बापतको भनेपछि अब एउटा कम्पनीले एउटा कोही व्यक्ति डेथ भइसक्यो 3-4 करोड दिन सक्छ, यही भनेको क्या। होइन, यो दिन सक्दैन। यसको सहज रूपान्तरण के हो? त्यो सहज ऊ चाहिँ भनेको के भने सामाजिक सुरक्षा कोषमा उसको सम्पूर्ण स्टाफलाई आबद्ध गराउने यसको एउटा हो होइन। अब अलिक थोरै अन्तर्राष्ट्रिय कानुनमा यो युनिभर्सल डिक्लेरेसन अन ह्युमन राइट्स होइन 1948 मा यो भएको थियो। यसलाई के छ भने सामाजिक सुरक्षालाई एउटा ह्युमन राइट्सको रूपमा उल्लेख इन्ड्रिस गरेको छ क्या त्यहाँ होइन। त्यसैले गर्दाखेरि यो अलिकति अगाडिदेखि नै आएको चिज हो भन्ने सन्दर्भमा हामीले यो भनेको हो। अब आइएलओ र सोसल प्रोटेक्सनका विभिन्न यी इन्स्ट्रुमेन्टहरू छन्। त्यसमा सोसल सेक्युरिटी मिनिमम स्ट्यान्डर्ड अलिकति बढी चल्तीको छ। त्योभन्दा अगाडिपट्टि इक्विटी अफ ट्रिटमेन्ट, त्यो इक्विटी अफ ट्रिटमेन्ट होइन, इम्प्लोइमेन्ट इन्जुरी अनि इन्भ्यालिडिटी, यी सबै चिजहरू। यो भने के भने आइएलओले के भनेको छ भने कुनै पनि कम्पनीले स्टाफलाई काममा लाउँदाखेरि
यी सुविधाहरू दिनुपर्छ भनेर आइएलओले भनेको चिज हो हैन। अनि यसलाई चाहिँ अब सामाजिक सुरक्षा कोषले उसलाई त्यसलाई अवलम्बन पनि गरिसकेको छ। जस्तै औषधि उपचार दिनुपर्छ, बिरामी भनेको बिराको पैसा, रोजगारीजन्य दुर्घटना, सुत्केरी अवस्था, आश्रित परिवार, पारिवारिक सुविधा, अशक्तता हैन, वृद्ध अवस्थामा त्यो दिनु पर्यो र यो बेरोजगारी भनेको छ। त्यसैले सामाजिक सुरक्षा कोषले यी चिजहरूलाई अवलम्बन गरिसकेको अवस्था छ। अब अघि नै हामीले भन्यौँ हेल्थ सेक्टर रिफर्म है, यो चाहिँ अहिले एसएसएफ भनेको चाहिँ हेल्थ सेक्टर रिफर्म नै हो है। जस्तै कुनैलाई वेटिङ पिरियड धेरै लाग्छ भने त्यो वेटिङ पिरियड राख्ने होइन, पिपुललाई सेन्ट्रेटमा गरेर उसलाई कहिले निड छ त्यति बेला हेल्थ दिनुपर्छ भन्ने चिज हो, यो चाहिँ हो होइन। अनि टाइम एक्सरेको टाइम अर्को टाइम होइन, अर्कोले नहेरिदिने यो चिजहरू सबै लुप होल छन्। ती लुप होललाई सामाजिक सुरक्षा कोषको प्रणालीले यसलाई चाहिँ अगाडि बढाउँछ भन्ने हो। अब अस्पताल व्यवस्थापन होइन, 104वटा अस्पतालबाट निजी सरकारी मेडिकल कलेजबाट ओपिडीमा 20,000 होइन र आइपिडीमा चाहिँ हजुरको चाहिँ 80,000 उसले खर्च गर्न पाउँछ। त्यो अघि नै मैले हजुरहरूलाई भनेअनुसार जस्तै कहाँ पाइन्छ भनेर भनेको छ नि होइन, त्यो सुविधा कहाँ कहाँ पाउँछ भने जहाँसुकै पाउँछ है, रिफर चाहिने र सबै अस्पताल जुन आबद्ध छन् त्यहाँ उहाँहरूले हाँसिदिनु पर्यो। एउटा मात्रै हो, भएन भने हाम्रो पोस्ट पेड नम्बर छन् डिस्प्ले गरेका, हजुरहरूले तीबाट हामीलाई यसले दिएन भन्ने अकाउन्टेबल त्यस्तो भन्ने हो। अब अर्को एउटा हामीले के भन्छौँ भने नि अमेरिका यस्तो रहेछ, युरोप यस्तो रहेछ हामीले अहिले भनेका छौँ, तर उनीहरूले इन्टरभेन्सन कहिले गरे, केमा इन्टरभेन्सन गरे भन्ने कुरा अब हामीले हेर्नुपर्छ कि हामी धेरै इतिहास पढ्छौँ तर इतिहासबाट त लेसन लर्न गर्ने होला नि होइन, हिस्ट्री पढ्दाखेरि हामीले लेसन लर्न गर्ने होला। त्यसैले 1808-9मा जर्मनीले गर्यो, अब त्यहाँ हुँदैन नि त हेल्थ फ्री। अहिलेको हामीले 6 वर्ष अगाडि गरेको कार्यक्रम उसले कहिले गर्यो, 5 पुस्ता अगाडि गर्यो क्या। अनि अमेरिकाले कहिले गर्यो, 90 वर्ष अगाडि यो कार्यक्रम गर्यो। त्यसैले त त्यहाँ पेन्सनको लागि सेफ, हेल्थको लागि सेफ, कुनै पनि ठुलो डिजास्टर आए पनि अर्को सिस्टमले ठ्याक्कै कोप गरिहाल्छ कन्ट्रिब्युटरी। एकातिर ठुलो पैसा छ, अर्कोतिर बजेट बेस छ। त्यसैले किन उनीहरू समृद्ध रहेछन्, टाइमली उनीहरूले यो कन्ट्रिब्युटरी सोसल प्रोटेक्सनको सिस्टम चाहिँ आफ्नो उनीहरूको सिस्टममा इन्जेक्ट गरेका रहेछन् होइन। अब यो चाहिँ रोजगारदातालाई अतिरिक्त दायित्व हुँदैन, अघि नै हामीले भनिसक्यौँ, किनभने यो श्रम ऐनको परिपालना मात्रै भयो होइन। अब यहाँ जस्तै सर र मैले हजुरहरूलाई भन्छु, यो हामीले धेरै गरेको, जस्तै पालो लाग्नु पर्दैन, छुट्टै काउन्टर हुन्छ। हामीले भन्यौँ पैसा थोरै तिर्ने हो, मिटर ब्याज मधेसको मान्छेले मिटर ब्याज तिर्छ, 2 लाख लिनु पर्यो भने 7 लाखको तमसुक बनाउने, त्यस्तो गर्नु पर्दैन, पैसा कम लाग्छ। गुणस्तरीय त हामीले प्राइभेटमा गरेछौँ, सरकारी राम्रोमा गरेछौँ, त्यसैले गुणस्तरीय हेल्थ पाउनुहुन्छ। गरिबी त अघि नै मैले भनिसकेँ, 5,65,000 खर्च गर्नुपर्ने ठाउँमा 40,000 खर्च गरियो भने त्यो सोसल सेफ्टी नेट गरिबीको रेखामुनि माथि नजाने त्यो चाहिँ हामीले त्यो सिस्टम अवलम्बन गर्छौँ। र औषधि दिनुपर्छ, यो किन औषधि दिनुपर्छ, सामाजिक सुरक्षाको औषधि अलिकति बिमातिर तपाईँले कम्पेयर गर्नु भने लिस्टिङ छैन क्या, डिलिस्टेड छ भने क्या, यो मात्रै औषधि दिनुपर्छ है भन्ने छैन। सेम डे दिइसकेपछि उसले औषधि यसरी दिन्छ भन्न मात्रै खोजेको हो। अब के हुन्छ, रोजगारदातालाई के हुन्छ, श्रमिकको मृत्यु भए सामाजिक सुरक्षा कोष, दुर्घटना भए सामाजिक सुरक्षा कोष, उपदान एकैपटक 100 जनालाई ग्रेच्युटी दिएर पठाइदिनु पर्यो भने त त्यो त बस्छ नि त, त्यति बेला सामाजिक सुरक्षा कोष, किनभने यतै उसले पैसा हालेको हुन्छ। अब औषधि उपचार गराउनु पर्दा सोसल सेक्युरिटी फन्ड होइन, अनि त्यहाँ पछाडि असाध्यै ठुला रोग लाग्यो फेरि त्यो पनि सामाजिक क्यान्सर, किडनी डायलिसिस होइन, मातृत्व सुरक्षालाई त्यो सम्पूर्ण जोखिम र बुढेसकालमा डिग्निफाइड पेन्सन भएको कारणले गर्दाखेरि सोसल प्रोटेक्सन थियो। एउटा सानो सिनारियो चाहिँ यहाँ हामीले राखिरहेछौँ होइन। यो नेपालको यो पपुलेसन स्ट्रक्चरिङ हो, तपाईँहरू अलिकति पोलिसी सेपिङतिर पनि कहिलेकाहीँ हुँदाखेरि अहिलेको पल्लो छेउको एकदम बुढेसकालमा होइन थोरै मात्रै छ। अब 20-30 वर्षपछि बुढेसकाल एकदमै वात्तै बढ्दैछ। हाम्रो पपुलेसन स्ट्रक्चर तपाईँ हामीलाई थाहा छ होइन, बुढेसकाल अस्ति आएको थियो नि त, एजिङमा गयो, अब अलिक पछि एजमा जान्छ। हाम्रो सोसल प्रोटेक्सन दिनुपर्ने जनसङ्ख्या एकदम बढी हुन्छ, काम गर्ने सङ्ख्या कम हुन्छ। त्यसैले के गर्नु पर्यो, कन्ट्रिब्युटरी 1 गरेर स्टेटको जुन लायबिलिटी छ नि त्यसलाई कन्ट्रिब्युटरी 1मा रूपान्तरण गर्नु पर्यो। अदरवाइज स्टेट कहाँ पुग्छ, सोसल सेक्युरिटी ट्र्यापमा पुग्छ। धेरै देशबाट देखियो नि त होइन, ग्रिस ट्र्यापमा त्यो भयो, किन दिँदै गयो तर के थियो, सबै बजेट बेस थियो क्या, कन्ट्रिब्युटरी त थिएन, विच इज नट सस्टेनेबल रिसोर्स। त्यसले गर्दाखेरि यो सोसल प्रोटेक्सनको चिज हो। अब यहाँ हामीले अलिक सानो देखाइरहेछौँ, वित्तीय संरचनामा योगदानमा आधारित देशहरू कुन रहेछन्, गैर योगदानमा आधारित कुन रहेछन्, समृद्धि के रहेछ भन्ने त तपाईँहरूको समृद्धिको प्यारामिटरले पनि हेर्ला नि। हेर्नुहोस् त माथि नेपालको योगदानमा आधारित 2.9 छ। अब त्यही चीनको हेर्नुहोस् त योगदानमा आधारित कति छ, 60.9 क्या। अनि भनेपछि समृद्धि केबाट आउँदो रहेछ,
योगदानमा आधारित प्रोटेक्सन प्रणालीबाट आउँदो रहेछ नि त। यो त देखियो, दिस इज एभिडेन्स क्या। त्यसैले हामीले त्यो समृद्धिलाई त्यो रूपमा हामीले लिनु पर्यो र योगदानमा आधारित बनाउनु पर्यो। यी हाम्रा यी नेसनल प्राइडका सेक्टरहरू हुन्, यसलाई फाइनेन्सिङ गर्नको लागि पनि गर्नुपर्छ। अब केही पछिल्ला सुधारहरू छन्, जस्तै बजेटमा स्वीकृत अवकाश कोषको सीमाङ्कन र यसको प्रभाव होइन। अब 4 वटा मात्रै स्वीकृत अवकाश कोष राख्न पाउने भन्ने छ। नीति तथा कार्यक्रममा प्रत्येक संस्थाहरू नवीकरण गर्दाखेरि सामाजिक सुरक्षा कोषमा आबद्ध भएन नवीकरण नहुने भन्ने प्रोभिजन छ। राजपत्रमा स्थानीय सञ्चित कोष, प्रदेश सञ्चित कोषबाट जागिर खाने व्यक्तिहरू सामाजिक सुरक्षा कोषमा आउनुपर्छ, जो नन पेन्सनर छन् उहाँ भनेको छ। र सङ्गठित संस्था बिजुली होइन, आयल निगम, यी सङ्गठित सिटिबिटीका सङ्गठित संस्थाका नन पेन्सनर व्यक्तिहरू सामाजिक सुरक्षा कोषमा आउनुपर्छ। र स्किम सुधार चाहिँ पहिले व्यक्ति योगदानकर्तालाई मात्रै थियो औषधि उपचार, त्यसपछि दम्पतिमा गयो, त्यसपछि 18 वर्षका बच्चामा गयो। अब हामीले त्योभन्दा माथि पनि एकचोटिले दियो भने जान सक्छौँ। पहिले 1 लाख मात्रै थियो, अब 1 लाखको सीमा बढाएर आइपिडिओ केस छ र त्यो जेन्युन छ भनेपछि 10 लाखसम्म जाने भनेपछि हामीले स्किम पनि ग्रेजुअली सुधार गरिराखेका छौँ। केही पछिल्ला आन्दोलन तिनको समस्या समाधानको रूपमा क्या। यो त सिटामल हामीले गऱ्यौँ भने अलिकति पेट दुख्यो कहिलेकाहीँ मान्छेले हुन्छ नि, त्यो गर्दाखेरि एउटा त्यो किनभने हेर्नुहोस् त के भयो अस्ति त्यत्रो अकुपाई यो स्ट्रिट जस्तो टिचरको आन्दोलन भयो, ठुलो इस्यु के थियो योगदानमा आधारित सामाजिक सुरक्षा त्यो सानो आयो, शिक्षक आन्दोलन थियो। अब हिजो छाडे अस्ति तपाईँले हेर्नु होला यातायात त बन्द भयो नि, यातायात बन्द हुँदाखेरि सोलुसन के रहेछ सामाजिक सुरक्षा कोषमा आबद्धता। हेर्नुभयो रहेछ यातायात व्यवसायी र सरकार बिचको सम्झौतामा के छ, सबैलाई सामाजिक सुरक्षा कोषमा लाने, उनीहरू लानुपर्छ भनेर उनीहरूको त्यो त्यति मात्रै नभएर यातायात व्यवसायी त्यो व्यवस्था विभागमा नवीकरण गर्दाखेरि सामाजिक सुरक्षा कोषमा गएन भने अन्नवीकरण गर्ने भन्ने त्योसम्मको छ। त्यसैले आन्दोलनको समाधान सामाजिक सुरक्षा कोष हो, त्यसमा आबद्धता हो भन्ने हामी त्यो एउटा त्यो पुष्टि अहिलेकोले देखेको छ होइन। अब यो श्रमिकलाई हुने फाइदा देखिगयो, 11% राख्ने बित्तिकै श्रमिकले 11% राख्ने हो, कम्पनीले 20% राख्ने हो, 31% पनि। त्यसैले उसको 11% राख्ने बित्तिकै 31% मालिक ऊ भयो होइन। पेन्सन र स्वास्थ्यको ग्यारेन्टी र सम्पूर्ण जोखिम पनि उसले त्यसले व्यवस्थापन गर्ने नै भयो होइन। अहिलेको जस्तो त म्याडमको क्या, म्याडमको त्यो माग्दै हुनुहुन्थ्यो नि, त्यो अवस्था पुग्नु परेन, एउटा भ्याल्युड हो। अब रोजगारदाता फाइदा अघि नै भनिसक्यो, असीमित दायित्व हस्तान्तरण हुन्छ, प्रोडक्टिभिटी बढ्छ होइन, रिटेन्सन र त्यो कम्पनी मैले पेन्सन दिएँ भन्ने हुन्छ भन्ने त्यहाँ छ होइन। अब यो 3टा चिज छ, अघि नै हामीले भन्यौँ सबै नागरिकले दिगो स्रोतमा आधारित पेन्सन पाउने छन्। कहिले पेन्सनेबल एजमा 60 वर्ष पछि। यो सोसल प्रोटेक्सनको यो प्रणाली हो, प्रिरिक्विजिट सामाजिक सुरक्षा कोषमा आबद्धता। सबै व्यक्ति गुणस्तरीय स्वास्थ्यमा सहज पहुँच सुनिश्चित हुन्छ सबै व्यक्तिलाई, युनिभर्सल हेल्थ कभरेजमा आउनु पर्यो कहाँ, सोसल सेक्युरिटी फन्डमा। अनि अर्को चाहिँ देश निर्माणको लागि इन्टरनल क्यापिटल फर्मेसन हुन्छ यो कार्यक्रमले गर्दाखेरि। अब यसलाई हामीले श्रम अघि हामीले भन्यौँ, हामीले श्रममा गौरव हुनुपर्छ, हामीले काम गर्नुपर्छ र त्यसमा थोरै सोसल प्रोटेक्सन हालिदियो, हेल्थ र पेन्सन भयो, हाम्रो केही कमाइ भयो भने यहाँ पनि केही गर्न सकिन्छ, युवामा केही आश दिन सकिन्छ भन्ने यसको एउटा चिज हो होइन। अब थोरै एउटा यसमा हामीले अलिकति भन्नुपर्ने चिज सामाजिक सुरक्षा कोषको सेवा प्रणाली सेवा प्रवाह छ। हामीले यसलाई के भनेछौँ भने बेन्चमार्क इन पब्लिक सर्भिस डेलिभरी, यस्तो भइदिनुपर्छ भनेर अरू संस्था यहाँ स्टडी गरेर आउनु भन्ने हो बेन्चमार्क गर्ने। त्यो के हो, सबै कामहरू एसएसएफका आइटी बेस्ड छन्, सबै काम आइटी बेस्ड छन्। दोस्रो जेरो पेन्डिङ, हामी बासी सर्भिस दिँदैनौँ, हामी त्यही दिनको त्यही दिन दिन्छौँ, कसैले पैसा गरौँ त्यही दिन। त्यसैले त अस्पताललाई त्यही दिन पैसा दिएको भने हो नि त, केवाइसी त्यही दिन अपडेट गर्ने हो, फाइल त्यही दिन फ्लस गर्ने हो। त्यसैले पेन्डिङ हुन्न, जिरो पेन्डिङ, इन्टाइग्रिटीमा कुनै प्रश्न हुन्न। यो संस्थागत चिज हो, कसैले लोभ गरोस् त हामीले यही भनेको 1 रुपियाँ कुनै पार्टीबाट कुनै व्यक्तिबाट त्यो सिस्टम र कल्चरले हामीले भनिराखेको छैन, इडिसापी हुनुहुन्छ। त्यसैले गर्दाखेरि त्यो इन्टाइग्रिटी र एकुरेसीमा हामीले यो तरिकाले हामीले काम गरिरहेको छौँ। 4-5 वर्षमा एसएसएफमा 23 लाख मान्छे आबद्ध भयो। कारण यही हो, हाम्रो यो जुन इन्टिग्रिटी र जिरो पेन्डिङका जुन क्यापिटलहरू छन् हामीले फर्म गऱ्यौँ 3-4 वर्षमा, त्यही एउटा हाम्रो अगाडि हिँड्ने एउटा आधार हो होइन। यसलाई हामीले यसरी भनेका छौँ। अब थोरै यो विराटनगरमा नोबेलमा होइन एकजना साथी दुर्घटना पर्नुभयो, कहीँ नोबेलमा आउनु हो, 12 लाख लाग्यो, 1 पैसा तिर्नु परेन। र उहाँले के भन्नुभयो, सामाजिक सुरक्षा कोष त दुःखको साथी रहेछ भनेर लेख्नु। हामीले के भन्छौँ, ब्याङ्कहरू गएका छैनन् भनेर हामी कहिलेकाहीँ भनिराखेका हुन्छौँ। अमित शर्माजीले के भन्नु, लक्ष्मी ब्याङ्कको एचआरले संविधानकै योजना हो नि, यो
संविधानभन्दा माथि कोही पनि छैन। त्यसैले हामी त अगाडि नै गयौँ। स्ट्यान्डर्ड चार्टर ब्याङ्क आइसक्यो, इन्सुरेन्स आयो होइन, माइक्रो फाइनेन्स आयो, फाइनेन्स आयो, फाइनेन्स यसरी आएको छ। र लास्टमा सामाजिक सुरक्षा होइन, सरकारी जागिर थिएन तर पेन्सन आइराखिरहेछ निश्चित होइन, हामीले जुन भनिराखेको छौँ त्यो। र सामाजिक सुरक्षा कोषले पब्लिक सेक्टरको आइसिटी अवार्ड पाएको मैले त्यो थोरै ओलो छेउमा गरेँ। अब एक दुईवटा मात्रै छन्, सबै चिजहरू अनलाइन छन् होइन, टोटल चिजहरू। र पेन्सन र कोलाटरल जहाँ थम आवश्यक पर्छ त्यसमा अहिले चाहिँ हामीले ती चाहिँ दुईवटा अफलाइन छन्, अरू सबै सर्भिसहरू अनलाइन छ। यो भनेको अघि हामीले भनेको यो भनाइ होइन, अहिले मैले जति भने दिस इज नट वर्ड, दिस इज एक्सन एन्ड द प्रमाण इज दिस। प्रमाण मैले जति भने नि तपाईँहरूलाई त्यो भनेको कति अघि हामीले भन्यौँ 15 अर्ब जम्मा भयो, अर्को खर्च यति भयो, यो भयो भने त सबै मैले भने नि। त्यो भनेको त भनेको होइन, त्यो गरेको। किनभने सामाजिक सुरक्षा कोषले डे टु डे यो डाटा पब्लिस गर्छ, प्रि डिस्क्लोज गर्छ के यति हामीले खर्च गऱ्यौँ है, यति हामीले कलेक्सन गऱ्यौँ है, यो सेक्टरबाट यति आबद्ध भयो है, वैदेशिकमा यति छन्। यो हिजोको डाटा हो, त्यसैले यो होइन 2-23 को शुक्रबारको डाटा हो। त्यसैले हामीले यसलाई यसरी गर्छौँ। अब 6 वर्षको प्रगतिमा होइन 22,86,000 हिजोसम्म, अनि 1 खर्ब तपाईँ 20 अर्ब, दाबी भुक्तानी 15 अर्ब, स्वास्थ्य सुविधा पाउने 75 लाख, कोषसँग सम्झौता गरी सरकारी दर एउटा अनलाइन भर्चुअल सर्भिस दिने 104 र 110वटा पालिकासित सामाजिक सुरक्षा कोषले आबद्ध गरेको छ। यो चाहिँ एउटा हामीले सिनोप्सिस यसरी दिएको हो। र यो सामाजिक सुरक्षा युवामाझ नयाँ आशा जगाउने राष्ट्रिय सङ्कल्प हो, संविधानमा भएको पिपुल र स्टेटको लागि अपरिहार्य चिज होइन। र एउटा लेभलमा सामाजिक सुरक्षा प्रणालीले फङ्सन गरिसकेको चिज भएको कारणले गर्दाखेरि यसलाई यो राष्ट्रिय सङ्कल्पको रूपमा हामीले त्यो गरेका छौँ। र लास्ट नै भनौँ, यो लास्ट हो जस्तो लाग्छ मलाई। अब लास्टमा योगदानमा आधारित सामाजिक सुरक्षा र भावी मार्ग, सबैको सहभागिता, कसैलाई रोक्दैन। किसानलाई हामीले त्यो होटलमा बम त्यो सिलिन्डर पड्क्यो भन्नेलाई अथवा कसैलाई क्या निर्माण काम गर्दैछ माथिबाट झरो पेन्टरलाई, औपचारिक सेक्टरलाई, विदेशमा जानेलाई, सरकारीलाई, अस्थायी करार सबैलाई। त्यसैले कानुन आइसक्यो, इम्प्लिमेन्टेसन भइसक्यो, सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने हो। सामाजिक सुरक्षा कार्ड नभइकन श्रम बजारमा प्रवेश नदिने, रेगुलेटको लागि, उसको लागि, स्टेटको लागि, पिपुलको लागि। अमेरिकामा जाने हाम्रो कोही एकजना भाइ गयो भने भाइ काम गर्यो, कहाँ गर्ने दाइ, मैले त कार्डै पाएको छैन, नम्बरै पाएको छैन, त्यसै सकिने रहेछ नि त। अरू देशमा कार्ड नभइकन नहुने भन्ने त त्यो त ठिकै रहेछ नि त होइन, अरू डेभलप कन्ट्रीले अपनाएको। सामाजिक सुरक्षा कार्ड भएपछि एभ्रिथिङ चाइनामा क्या कार्ड यो हो, ट्याक्क देखाउने मेरो लाइसेन्स छ, सामाजिक सुरक्षा कार्ड क्या। अनि म स्वयम्भू जानु पऱ्यो, आई डोन्ट ह्याभ कार त छैन नि, ठ्याक्क देखायो, कारको त्यो ढोका खुल्छ, म त्यहाँ चढ्यो, म लाइसेन्समा आएको, स्वयम्भू गयो चाहिँ ती कार छोडिदियो क्या, मस्त काम गऱ्यो, फेरि आयो कार्ड देखायो। सबै चिज कार्डमा इन्भेस्ट गर्नुपर्छ, भिजन त यो होइन। अहिले त हामीले भन्यौँ नि, हाम्रो अहिले पेन्सन छ, स्वास्थ्य छ, दुर्घटना छ, म्याटर्निटी छ, बिदा छ, कर छ, के त यहाँ अहिले पनि छँदैछ होइन। तर त्यो हुँदाखेरि एभ्री मेम्बर एज अ हाई भ्याल्युड सिटिजन जसको सामाजिक सुरक्षा कार्ड छ, त्यो चाहिँ अलिकति सिटिजनै अर्कै हो टाइपको। हामीले सबै त भनिसकेको छौँ, यार यो त अलिकति रेस्पेक्टेड नै रहेछ नि त, यो त कमाउने रहेछ। जस्तै कसैले सर्ट पेन्ट लगायो, कसैले लगाएको छैन भने मान्छेले भन्छ नि, त्यस्तै कार्ड देख्ने नै भइदियोस् भन्ने एउटा हो। र यो एउटा यो कोलाबोरेटिभ एक्सन हो, सबै तपाईँ हाम्रो यसमा भूमिका अपेक्षित नै हुन्छ। र तपाईँ हामी जुन भूमिकामा छौँ त्यो भूमिकाबाट नेपालको होइन यो लेबरलाई हाम्रो यो चाहिँ जुन प्रोटेक्सन सिस्टम छ, सामाजिक सुरक्षा प्रणाली छ, त्यसमा आफ्नो ठाउँबाट होइन तपाईँ हामी लाग्ने नै छौँ। र यो जुन अभियान छ त्यसमा हेर्नु होला, एकजना खोटाङको व्यक्ति बाख्रा पालन गर्दैछ भने अब उसलाई मोटिभेट गर्नु पर्यो, स्वरोजगारबाट आऊ भाइ, 3400 तिमीले हाल्दाखेरि तिम्रो पेन्सन हुने रहेछ, तिम्रो हेल्थ हुने रहेछ, तिमी नोबेलमा जाँदाखेरि यसरी ट्रिटमेन्ट भर्चुअल कार्डबाट थाहा छ तिमीलाई। यो लगायतका वैदेशिक रोजगारी जानलाई फोन गरेर नियमित गर्नुपर्ने रहेछ, यो यस्तो प्रणाली रहेछ लगायत हामी आबद्ध हुने र हाम्रो आबद्ध संस्थाबाट पनि एउटा होइन पोजिटिभ भाइब सहित होइन अलिकति त्यसमा हामीले केही गर्छौँ भन्ने योबाट अब सरले त्यो भन्नु होला भन्दै। अब यो मेरो यो छोटो प्रेजेन्टेसन होइन, फर्स्टमा यो चिज नबुझिन पनि सकिन्छ, नयाँ हो, अलिकति टेक्निकल छ, हिसाबहरू धेरै हुन्छन् होइन। त्यसैले त्यसमा हजुरहरूले अब छलफल गर्दै संविधानमा जुन चिज लेखिएको छ समाजवाद उन्मुख, हामीले फन्डामेन्टल यसलाई हो भनेर भन्छौँ। यसलाई अब कसरी हो हुँदा खानेर हुँदा अहिले एउटा मात्रै सिम्पल हामीले भन्न खोजेको के भने, अहिले कसैले न्यूनतम स्यालेरी नदिएको होला, मन्थली स्यालेरी नदिएको होला,
सामाजिक सुरक्षा कोषमा के हुन्छ भने न्यूनतम स्यालेरीभन्दा तलतिरको चिज इम्प्लिमेन्ट हुँदैन र मासिक रूपमा हाल्नुपर्छ। त्यसैले त्यो दुईवटा चिज दिनुपर्छ, त्यो दिने मात्रै हो। अर्को चाहिँ भने के भने यहाँ त्यही प्रश्न उठ्थ्यो, हजुरले चाहिँ अलि अर्को चिज भयो क्या। प्रश्न के उठ्थ्यो भने 15 लाख सामाजिक सुरक्षा कोषमा हाल्ने र 10,820 प्रति महिना है हाल्नेको पनि स्वास्थ्य उपचार 1 लाख मात्रै अथवा 10 लाख मात्रै भन्ने आउँथ्यो। मिटिङ पोइन्ट कहाँ भने कसरी समाजत कसरी समानता भयो भने कसैले 10,820 को भनौँ न अनुपातमा सामाजिक सुरक्षा कोषमा पैसा हाल्यो, कसैले 15 लाख। जति हाले पनि उसले पाउने मेडिकल कति हो हजुर? 1 लाख। र 1 लाख प्रति गरेपछि कट्टी गरेपछि कति भयो? 9 लाख। अनि उसले पाउने एक्सिडेन्ट कति हो हजुर? 7 लाख। त्यसैले यो मिटिङ पोइन्ट एउटा, अरू त हामीले सबै भन्यौँ, किनभने उसलाई गरिबी अहिले हामीले समानता त्यो हुँदा खाने नहुँदा खाने भनेको यदि गरिबले नि छ अहिलेको 5,65,000 हामीले ट्रु समाजवाद के हो, टच हुने समाजवाद के हो भन्ने बारेमा चाहिँ 5,65,000 जसले खर्च गर्नुपर्छ नि गरिबले 40,000 खर्च गरौँ भने दिस इज सोसलिजम इन रियल सेन्स। तर अघि त हुँदा खाने र हुने खानेमा चाहिँ अघि हामीले भन्यौँ ठुलो गरे पनि त्यो चाहिँ हेल्थको चाहिँ सेम हुन्छ। त्यसैले अलिकति समानतामा पनि आधारित छ होइन। यो कम्पनी यसरी होइन। नेपालको संविधानको मौलिक हक र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2000 यो होइन 74 बमोजिम स्थापित सरकारको यो संयन्त्र हो जुन श्रम मन्त्रालय अन्तर्गत रहन्छ। यो कम्पनी होइन, पूर्ण रूपमा अकाउन्टेबल के हुन्छ। र यसमा चाहिँ अलिकति थोरै हामीले भन्नुपर्ने चिज के छ भने सरकार, रोजगारदाता र श्रमिक ट्रेड युनियनहरूको चाहिँ एउटा त्यो संयुक्त एउटा हुन्छ होइन। त्यसमा एउटा त्यो सञ्चालक समिति छ। त्यसैले यो त हामीले के भनेको भने नेपालका प्रमुख राजनीतिक दल निकट ट्रेड युनियनहरूको मुख्य एजेन्डा रियलाइजेसन भएको चिज हो यो होइन। यसले यसरी भनौँ विश्वासको सन्दर्भमा अघि नै हामी हजुरहरूलाई के भन्यौँ भने के विश्वास भन्ने हुन्छ, बिमा कोरोना बिमा हामीले गराएका थियौँ होइन, स्वास्थ्य बिमामा त्यस्तै छ, प्राइभेट बिमामा आउँदैन। हामीले के भनिरहेछौँ रियल टाइम पेमेन्ट गरिरहेछौँ है हामीले यो भनेको। अब म सरलाई भन्छु भने के कहिलेकाहीँ विश्वासको सङ्कट हुन्छ क्या। त्यसैले त पब्लिक सर्भिस डेलिभरीको बेन्चमार्क एसएसएफले इस्टाब्लिस गर्न खोज्दैछ भनेर हामीले भनेको थियौँ नि। त्यो भने के भने नि एउटा सानो उदाहरण भन्छु है हजुर, त्यो हजुरहरूलाई त्यो लाग्नु चाहिँ पर्छ। 4 वर्ष अगाडि सामाजिक सुरक्षा कोषको विवेक सर हामी गयौँ, कसरी गयौँ, अहिले 104 वटा रियल टाइम भर्चुअल कार्डको अस्पताल छ नि। सरकारी अस्पतालमा जाँदाखेरि पनि उहाँहरूले के भन्नुहुन्थ्यो, तपाईँहरू सरकारी हो पैसै दिनुहुन्न, बिमाले पैसा दिएको छैन, केले दिएको छैन, त्यसो भन्नुहुन्थ्यो क्या। हामी प्रवेशै पाउँदैन थियौँ भने अहिले प्राइभेट अस्पताल पनि सामाजिक सुरक्षा कोषमा अब लगाइदिनु पर्यो भनेर आउँदै हुनुहुन्छ। के भयो त्यो? हामीले के भन्छौँ 4 वर्ष सामाजिक सुरक्षा कोषको प्रणालीले काम गर्यो, गफ गरेन, काम गर्यो क्या। अनि मैले भने के पहिले सरकारी अस्पतालै तर्सिरहेको थिएँ, किन 4 वर्षपछि प्राइभेट अस्पताल आए? त्यो त काम गरायो नि त। अघि म्याडमले भन्नुभयो कति छ भन्नु, 23 लाख छ नि हजुर जम्मा जम्मी। 23 लाख जनता त आबद्ध भइसक्नु भयो हजुर होइन। त्यति त्यो जनता आबद्ध भइसक्नुभयो। अब उहाँको उसले पाउने भनेको 75 लाख वैदेशिकलाई अलिकति निरन्तरता गर्न थाल्यो भने त्यसरी जान्छ। हामीले रिइम्बर्स गरेकै 15 अर्ब भइसक्यो होइन। त्यसैले गर्दाखेरि हामीले भनेको के भने हामी काम गर्छौँ, कुन निकायको एउटा पदाधिकारी अथवा त्यो संयन्त्र स्ट्रक्चरले भन्छ कि हामी जेरो पेन्डिङ गर्छौँ, हामी हायर सेन्स अफ इन्टिग्रिटीमा हाम्रो पब्लिक सर्भिसलाई डेलिभरी गर्छौँ भन्ने कुरा, दिस इज द आधार अफ ट्रस्ट। सरहरूले हामीले त्यति चाहिँ बुझिदिनु पऱ्यो। हामीले यसो गर्छौँ, यो लाइनबाट हामीले काम गर्छौँ भनेर भनेको छ। त्यो हजुरले हामीलाई त्यो भन्ने हो होइन। सामाजिक सुरक्षा के 31% पेन्सन के पेन्सन कस्तो हो भनेर भन्नुहुन्थ्यो होइन। पेन्सनमा चाहिँ यो साइन्टिफिकल्ली क्यालकुलेटेड पेन्सन हो। यो कसैले हिसाब मात्रै गर्ने होइन कि पुग्छ कि पुग्दैन भनेर एउटा एक्चुअरीले अघि नै मैले एउटा साइन्स हुन्छ, त्यसले विभिन्न प्यारामिटर्समा रेकमेन्डेसन गर्छ गरेर। त्यो गरेको भने चाहिँ के भने 1 वर्षमा हजुरको जति पैसा भयो त्यो पैसा एनुअल्ली क्यापिटलाइज हुन्छ। इट मिन्स त्यो ब्याज पनि साउमा परिणत हुन्छ। हुँदै अन्तिमसम्म हजुरले जति हाल्नुभयो अब ठ्याक्कै त यहाँ त आउन्न, त्यो अब त्यहीको कति हुन्छ भन्ने तरिकाले हुँदै जान्छ नि। जब लास्टमा पुग्छ क्यापिटलाइज हुँदै तपाईँले पैसा हाल्दै जानुहुन्छ, त्यो भइसकेपछि 160ले अहिलेकोमा है फेरि हामीले राम्रो ठाउँमा फाइनेन्सिङ गऱ्यौँ अथवा चाहिँ नेपालको यो इन्भेस्टमेन्ट इन्भाइरोमेन्ट होइन एक्सटर्नल इन्टर्नल दुईवटा अलिक स्ट्रङ राम्रो भइदियो भने त्यसको इल्ड बढी भयो भने अझै त्यो पनि घट्न पनि सक्छ। तर अहिलेकोमा चाहिँ जति जम्मा छ त्यसलाई 60ले गर्ने र प्रति महिना आउने त्यो पेन्सन हो। र हामीले इन्फ्लेसन एडजस्टमेन्ट पनि प्रत्येक 2-2 वर्षमा गर्दै जान्छौँ। त्यसैले त्यो प्रकारको पेन्सन हो। त्यो भनेको के भने
यता जति पुग्दो भनेको छ नि यो पुग्छ है भनेर जब डिफाइन गर्छ अनि दिने पेन्सन हो। मैले त्यही भने अस्पतालमा सरले एउटा चिज चाहिँ के भने यो बिमाकै जस्तै हो। हामीले यो प्र्याक्टिस गर्न खोजेको किनभने नेपाल अलिकति हामीले थोरै यसलाई परिवर्तन ल्याउन खोजेको। यदि 1 पैसा पनि नतिर्ने हो भने सबै मान्छे जाँदो रहेछन् बिमामा। अहिले हामीले अघि भन्यौँ नि कार्ड हुने बित्तिकै एकदम फ्यान्टास्टिक राम्रो हो क्या। तर हेर्नु त बिमा त अलिकति पुरानै भइसक्यो नि स्वास्थ्य बिमा। उसले अहिले के गर्यो सरकारीमा 10%, प्राइभेटमा 20% फेरि को फन्डिङ होइन सर, को फन्डिङ उसले अहिले त्यो गरेको छ क्या। त्यो भने के भने हाम्रो त प्रवृत्ति किनभने सस्टेनेबिलिटी पनि हेर्नु पऱ्यो नि। त्यो 2.67 जुन इन्सुरेन्समा जाने पैसा छ त्यसले त पुग्ने बनाउनु पऱ्यो। नभएको टेस्ट गरिदिने भन्ने अरे अर्को के गर्ने कसले के गरो ती विकृतिलाई रोक्नलाई त्यो ल्याउने हो। तर के हुन्छ भने जब ट्रस्ट हुन्छ र पैसा पुग्दो हुन्छ 1 पैसा पनि तिर्न नतिर्ने गरी सिस्टम बन्छ। सोसल प्रोटेक्सनको सिस्टम भनेको चाहिँ यसरी हो होइन। समाजमा टुर हो भन्ने त अघि नै हामीले त्यो गरेकै हो। अघि नै हामीले के भन्यौँ अहिले जस्तै अमेरिकामा त्यस्तो काहीँ हुन्छ। अब 20 वर्षपछि हामीले भन्यौँ नि 20 वर्षपछि सबै मान्छेले हाल्यो भने टुरो हुने बित्तिकै उसलाई त पेन्सन आउँछ नि त। तर अहिले त हाम्रो भर्खर सिस्टम कति छ 6 वर्ष गयो। अब 20 वर्षपछि त किनभने अब अहिले सबै लग्यो भने त उता पेन्सन हुनेमा उसको डेथ भयो भने उसको परिवारले पेन्सन पाउने पुग्छ नि। त्यसैले अहिलेको सेन्समा त्यो चाहिँ अलिकति छ। तर जाने भनेको त्यही हो। जस्तै नि बुढेसकालमा अघि सरले त्यो भन्नुभयो लगेर उ गरिदिन्छन्। एउटा त्यो त धनीका छोराछोरीले चाहिँ हो। तर धनी चाहिँ बसेको छ कि छैन चाहिँ अर्को चिज हो। पेन्सन होल्डरै त्यहाँ त्यो वृद्धाश्रममा बसेको छ कि छैन चाहिँ एउटा चिज हो। त्यसैले गर्दाखेरि त्यो चाहिँ त्यो टुर होला। जस्तै त्यो हुने टुर हुने पाएन क्या पैसाले उसको पैसा त नियमित आयो नि त 21 वर्षसम्म। 21 वर्षपछि ऊ काम गर्न थाल्छ होइन। यो चिज भयो। अब बिमा र सामाजिक सुरक्षा चाहिँ हजुरहरूले अब 2-3वटा बिमा छन्। कुन बिमा भन्नुभयो होइन। जुन बिमाले 21वटा अघि हामीले एक्सप्रेस गरेका सुविधाहरू त बिमाले त दिँदैन हजुर। बिमाले पेन्सन दिँदैन हजुर। अघि हामीले जुन भन्यौँ 21वटा सुविधा बिमाले दिँदैन र बिमाले पेन्सन दिँदैन। त्यसैले बिमा र पेन्सन रूपमा हामीले त्यसरी उ गर्नुपर्छ होइन। अब वास्तवमै रोजगारी नहुँदा र सरले अघि भनेको त्यो बुढेसकालको भनेको चाहिँ अब यसलाई चाहिँ हामीले कसरी हेर्नुपर्छ भने जब कन्ट्रिब्युटरी सोसल प्रोटेक्सन सिस्टम देशमा स्ट्रङ हुन्छ त्यति बेला हेर्नुहोस् है यो जाने भने कसरी जान्छ भन्ने है। त्यति बेला राज्यले समाज कल्याणको लागि गर्नुपर्ने बजेट बेस खर्च घट्छ क्या। बुझ्नुभयो नि। जब यो स्ट्रङ हुन्छ नि घट्छ। घटिसकेपछि अब उसले के इन्टरभेन गर्छ जो नन कन्ट्रिब्युटर छन् बुढाबुढी अथवा जो हजुरको चाहिँ त्यो रोजगारी नहुने छन् नि टोटल रोजगारी नहुने त्यो एकदम बुढाबुढी छन् त्यति बेला उसले एसिस्ट गर्ने। कति बेला अब त किनभने यतापट्टि दिनुपर्ने पैसाहरू त कन्ट्रिब्युटरी वानले रूपान्तरण गरिसकेको हुन्छ नि त। त्यसैले उसलाई सरप्लस हुन्छ। त्यो अवस्थामा यो व्यवस्थाको कारणले गर्दाखेरि उहाँहरूले त्यसरी चाहिँ त्यो पाउनुहुन्छ होइन। र गाउँ स्तरमा चाहिँ अघि म्याडमलाई भने जस्तै हामी विभिन्न ठाउँमा गएका छौँ। 110वटा पालिकासित हामीले सम्झौता पनि गरिसकेका छौँ होइन। यसमा जानेमा भर्खरै हाम्रो गोकर्णेश्वरको अरूतिर पनि जानुभयो। अब हजुरको त्यो खोटाङ कहाँ हो अर्को कहाँ हो हामीले आफ्नोमा पनि क्या गाउँपालिकाको अध्यक्ष मेयर साहबहरूसित त हुन्छ नि त। ल सामाजिक सुरक्षा कोषसित काठमाडौँ जाँदा MOU गरौँ यो चिज यस्तो रहेछ अहिलेको बजेटमा राखौँ बजेट आउने टाइम भएको छ होइन। यो चिजमा जाने छ। र एउटा चाहिँ के छ भने प्रत्येक पालिकामा अहिले एउटा चिठी चाहिँ के गइसकेको छ भने अघि हामीले भन्यौँ स्थानीय त्यो सञ्चित कोषबाट पारिश्रमिक लिने व्यक्तिलाई सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भन्ने एउटा त्यो राजपत्र पब्लिस भइसकेकोले एक किसिमको चिठी चाहिँ गइसकेको छ। अब त्यो स्वरोजगार अनौपचारिक त्यहाँका अरूलाई कसरी लाने चाहिँ त्यो सम्झौताबाट हामी गर्नुपर्छ। त्यसैले हजुरहरूसित रिलेटेड होइन गाउँपालिकाका प्रमुखज्यू मेयर साहबहरूको हुनुहुन्छ भनेपछि हामी एकदम रेडी छौँ। हामी आउन कार्यक्रम गर्न पनि रेडी छौँ। MOU गर्न पनि रेडी छौँ। असाध्यै इम्प्याक्टफुल एजेन्डा हो होइन। फाइनेन्सियल र यो ट्रु तपाईँ पोलिटिकल होइन। किन पोलिटिकल हो भने सिधा जनतालाई टच गर्ने कार्यक्रम भएको कारणले गर्दाखेरि हजुरहरूले पनि आफ्नो होइन नजिकको पालिकाको हाकिम साहब होइन मेयर साहबहरूसित सम्पर्क गर्नुभयो भने यसलाई अझै इफेक्टिभ ल्याउन सकिन्छ।